सबै साथीहरूलाई नमस्कार। हामी हिजोकै टपिक कन्टिन्यू गर्छौँ है। यो भाइरल डिजिज पढेको थियो हामी, त्यसैमा कन्टिन्यू है त। हिजो रेबिससम्म पढेको थियो होइन, आज हेपाटाइटिसको बारेमा कुरा गरौँ है त। आवाज सुनि मेरो होइन? सबैलाई गुड इभिनिङ, नमस्कार है। हिजो रेबिससम्म पढाए जस्तो लाग्छ, आज हेपाटाइटिसबाट पढौँ है त। आवाज ठिक छ नि? आवाज आएको छैन? तपाईँहरूकोमा हेर्नु त, अरूकोमा आएको छ कि छैन? यहाँबाट त ठिकै छ त। ल, हेपाटाइटिसलाई डिफाइन गर्नु पर्यो भने अब हामी यहाँ भाइरल हेपाटाइटिसको बारेमा कुरा गर्ने हो है। हेपाटाइटिस त अरू पनि हुन्छ होइन। अब यो इन्फेक्सियस हेपाटाइटिसको बारेमा मात्रै कुरा गर्छौँ हामी। अब यो मेडिसिनतिर पनि आउला हेपाटाइटिस आउन सक्छ। अल्कोहोलिक हेपाटाइटिसहरू, ड्रग इन्ड्युस्ड हेपाटाइटिस, अटो इम्युन होइन, डिफ्रेन्ट थरी हुन्छ। तर यहाँ हामी इन्फेक्सियस हेपाटाइटिसको बारेमा मात्र कुरा गर्छौँ। भाइरल इन्फेक्सन अफ लिभर पेरेन्काइमल सेल्स बुझ्नु भने caused by hepatotropic viruses like hepatitis A, B, C, D, and E that cause acute liver injury and rarely progressive chronic liver diseases। ल, हेपाटाइटिस के हो भने इन्फेक्सन मात्र हो भन्नुभन्दा पनि कुनै कुनै इन्फेक्सन चाहिँ प्रोग्रेसिभ भएर लिभरलाई क्रोनिक प्रब्लम गराउन सक्छ भनेर लेख्नुपर्छ है त। जस्तै हेपाटाइटिस बीहरू, हेपाटाइटिस सीहरूले चाहिँ लिभर क्यान्सर र लिभर सिरोसिस गराउँछन्। अब ए अथवा ई छ भने चाहिँ त्यस्तो प्रब्लम हुँदैन। त्यसैले हुन सक्छ यस्तो इन्फ्लामेसनलाई हेपाटाइटिस भनिन्छ भनेर लेख्नु होला है। ल, अब युजली चाहिँ यो 5वटा स्टेनहरूले गराउँछ हेपाटाइटिस। योभन्दा बाहेक अरूले पनि गराउँछ है। अदर भाइरसेस that cause hepatitis R, अब यो रुबेला भाइरसले पनि गराउँछ, येलो फिभर भाइरस, त्यस्तै अब इबिभी यिनीहरूले पनि गराउन चाहिँ गराउँछ है। तर मोस्टली चाहिँ यी 5वटा तिनीहरूको बारेमा कुरा गर्छौँ हामी है। ल, हेडिङ राख्नुहोस् हेपाटाइटिस ए भनेर। ल, हेपाटाइटिस ए चाहिँ पिकोर्ना भाइरसले गराउँछ। अस्ति कसलाई सोधेछ हो, पिकोर्ना भाइरस अथवा इन्टेरो भाइरस भन्छ कि 72। यो चाहिँ फिको ओरल हो है। इन्टेरो हेपाटिक पनि भन्छ यिनीहरूलाई। आन्द्राबाट इन्फेक्सन सर्दै सर्दै जान्छ, बुझ्नुभयो?
इन्टेरोहेपाटिक भाइरसेस भन्छ यिनीहरू। ल यसमा हेपाटाइटिस ए इज मोस्ट कमन हेपाटाइटिस एन्ड कमन इन चिल्ड्रेन। बच्चामा बढी कुन हुन्छ भने पनि यही हुन्छ है, र सबभन्दा बढी हुने पनि यही नै हो है, कमन इन चिल्ड्रेन। बुझ्नु भने अल्सो कल्ड, यसका अरू नामहरू पनि छन्। कसैले इपिडेमिक जन्डिस भन्छ, इपिडेमिक जन्डिस। कसैले इन्फेक्सियस हेपाटाइटिस भन्छ। ट्राभलर्स हेपाटाइटिस पनि भन्छ कसैले। बुझ्नु भने यस्तै यस्तै डिफ्रेन्ट नामले चिनिन्छ यो है। हेपाटाइटिस ए इज मोस्ट सेल्फ लिमिटिङ, केही पनि हुँदैन यसमा है। इट रिजल्भ विथआउट एनी ड्यामेज इन लिभर, कलेजोमा केही पनि समस्या नभइकन आफै निको हुने हेपाटाइटिसलाई के भनिन्छ, के अरे हेपाटाइटिस ई भन्छ है। यसको कुनै त्यस्तो क्रोनिक इन्फेक्सनहरू गराउने वा लिभरलाई थप इन्जुरी गराउने सम्भावना छैन भने चाहिँ यसमा मोस्ट अफ द केसेस आर एसिम्टोमेटिक, लक्षणविहीन हुन्छ। 95% केसमा थाहै हुँदैन भनेको छ। बुझ्नु भने मोस्ट अफ द केसेस आर एसिम्टोमेटिक। ल अर्को भनेको चाहिँ इट इज मोर इन्फेक्टिभ बिफोर 1 week, 2 week भन्नुहोस्, 2 weeks and 1 week after jaundice। ल जन्डिस भएको 2 हप्ता भन्दा अगाडि र जन्डिस भएको 1 हप्ता पछाडिसम्म चाहिँ यो बढी सर्छ। बुझ्नु भने यो टाइममा चाहिँ सबभन्दा बढी इन्फेक्सियस हुन्छ भनेर चाहिँ यो है त। transmitted by fecal oral route, fecal oral route हुन्छ मोस्टली। बुझ्नु भने सेक्सुअल ट्रान्समिसन पनि हुन्छ भनेको छ। सेक्सुअल ट्रान्समिसन मोस्टली चाहिँ के अरे होमोसेक्सुअल्सहरूमा यस्तो जोखिम हुन्छ भनेर चाहिँ ब्लड बर्न थोरै कम हुन्छ र मोस्टली चाहिँ फिको ओरलै रुटबाट बढी सर्छ भनेर चाहिँ बुझ्नु भने चाहिँ इन्कुबेसन पिरियड 15 देखि 45 दिन और 10 देखि 50 दिन छ। अहिले अपडेटेड चाहिँ यही लाउनु होला है त। ल हेपाटाइटिस ए को चाहिँ टेस्ट गरेको छैन। कुनै पेसेन्ट आयो भने जन्डिस छ, हेपाटाइटिस ए को शङ्का लाग्यो भने बी र सी जाँच गर्ने, ए चाहिँ गर्नु पर्दैन है। ए र ई नगर्ने, बी र सी नेगेटिभ आयो भने ए र ई हुन सक्छ भन्ने हो हैन। अब बी र सी नै पोजिटिभ आइहाल्यो त्यो मध्ये कुनै एउटा भने त्यसपछि हामी त्यही अनुसार पुरा गर्छौँ है। यो चाहिँ इन्टेरोहेपाटिक भएको हुनाले यो अब फिको ओरल डिजिजको रूपमा रहन्छ कि 1-2 हप्तामा आफै निको भएर गइहाल्छ, केही पनि हुँदैन। द नेक्स्ट वान इज द हेपाटाइटिस बी। हेपाटाइटिस बी चाहिँ हेपाडोना भाइरस हो। हेपाडोना भाइरस साथ छ यो के रे गराउँछ। यो अब डिएनए भाइरस अन्तर्गत पर्छ है, डिएनए भाइरस। ल
डिएनए भाइरसले गराउँछ यो है। अल द हेपाटाइटिस भाइरसेस आर आरएनए एक्सेप्ट बी भन्छ, थाहा छ नि होइन। सो यो डिएनए भाइरस अन्तर्गत पर्ने भन्छ है त। ल यसमा लेख्नुहोस् हेपाटाइटिस बी इज अल्सो कल्ड, यसका त थुप्रो नामहरू छ है। सेरम हेपाटाइटिस भन्छ, बुझ्नु है। हेल्थ वर्कर हेपाटाइटिस, हेल्थ वर्कर हेपाटाइटिस पनि भन्छ। रिकरेन्ट हेपाटाइटिस एकदमै चलेको नाम हो। अस्ट्रेलिया एन्टिजेन, त्यस्तै डेन पार्टिकल, बुझ्नुभयो नि। मोस्ट फेटल, ल यस्तो जति पनि धेरै नाम छ यसको त होइन। ब्लुमबर्ग डिजिज पनि भन्छ कसै कसैले। ल यस्तो चाहिँ सबै यो हेपाटाइटिस बी को नामहरू हो है। यो सोध्छ कहिलेकाहीँ यस्तो हेपाटाइटिस केलाई भन्छ भनेर, यो सबै नाम चाहिँ हेपाटाइटिस बीलाई दिएको छ है। र यो अलिक हाइली इन्फेक्सियस पनि मानिन्छ, एचआइभी एड्स भन्दा 75 टाइम्स मोर इन्फेक्सियस भनेको छ कि। सो नराम्रो रोगमा पनि पर्छ हेपाटाइटिस बी। अब नेपालमा हेपाटाइटिस बी कति छ प्रिभेलेन्स चाहिँ थाहा छैन कि। बच्चाहरूमा चाहिँ कन्ट्रोल स्ट्याटस भन्छ नेपालमा होइन। चिल्ड्रेनमा चाहिँ यो भ्याक्सिनको कारणले 2018बाट बच्चाहरूमा नेपालमा हेपाटाइटिस बी कन्ट्रोल स्ट्याटसमा छ भन्ने छ होइन। अब अरूमा चाहिँ कति छ थाहा नै छैन। यो हस्पिटल एक्वायर्ड इन्फेक्सनमा पनि पर्छ धेरै जसो। अस्पतालमा काम गर्ने स्विपरहरू होइन, सरसफाइमा काम गर्ने कर्मचारीहरूमा धेरै हेपाटाइटिसको इन्फेक्सन भेटिएको छ हामी कहाँ होइन। सो डिफ्रेन्ट नामले चिनिन्छ। ल अर्कोमा चाहिँ हेपाटाइटिस बी लेख्नुहोस्। हेपाटाइटिस बी इज ट्रान्समिटेड बाई, डिफ्रेन्ट रुटहरू छ यसको पनि। अब मोस्टली चाहिँ हामी प्यारेन्टल रुट भन्छौँ, प्यारेन्टल रुट अथवा ब्लड बर्न, रगतको माध्यमबाटै बढी गइरहेको हुन्छ। अर्को सेक्सुअल रुट भन्ने छ, सेक्सुअल रुट चाहिँ कमन भन्छ, सर्न चाहिँ बढी जसो सेक्सुअल रुटबाट सर्छ। बडी फ्लुइड कन्टामिनेसन, बडी फ्लुइड कन्टामिनेसन जहाँबाट भए पनि सर्न सक्छ। त्यस्तै अब मदर टु चाइल्ड ट्रान्समिसन, बच्चाबाट आमामा जान्छ, आमाबाट बच्चामा जान्छ। मदर टु चाइल्ड ट्रान्समिसन। त्यस्तै अब कहिलेकाहीँ त अब यो बडी फ्लुइड कन्टामिनेसन जुनसुकै पनि हुनसक्छ, यति लेखे पनि हुन्छ है। अर्को चाहिँ यो सेयरिङ अफ निडल एन्ड शार्प, यस्तो सेयरिङहरूबाट पनि सर्छ, बुझ्नु है। जहाँबाट पनि ब्लड कन्टामिनेसन भयो भने सर्ने सम्भावना चाहिँ रहन्छ भनेर छ है त। ल यसको इन्कुबेसन पिरियड चाहिँ 6 हप्तादेखि 6 महिना हुन्छ, 6 मन्थ, बुझ्यो। त्यस्तै अब 30 देखि 180 दिन, अहिलेको नयाँ किताबहरूमा यही लेखेको छ। त्यस्तै अब 45 देखि 180 दिन पनि भन्छ कसै कसैले। ल यस्तो इन्फेक्सनहरू चाहिँ युजली 6 महिनाभित्रमा देखिसक्छ है। इज मोर इन्फेक्टिभ, कतिखेर बढी सर्छ भन्यो भने मोर इन्फेक्टिभ ड्युरिङ एसबिएसएजी टेस्ट पोजिटिभ, जबसम्म यो एसबिएसएजी टेस्ट पोजिटिभ आउँछ त्यतिखेरसम्म चाहिँ सरिराख्छ, बुझ्नु है। यो टेस्ट नेगेटिभ आयो भने चाहिँ सर्दैन फेरि, बुझ्नु है। यो टेस्ट जतिखेर पोजिटिभ भइरहन्छ त्यो समयमा चाहिँ सबभन्दा
बडी सर्छ भनेको छ बुझ्यो। अब हेपाटाइटिस बी मा चाहिँ रिस्क अफ लिभर क्यान्सर एन्ड लिभर सिरोसिस, यसमा क्यान्सर र सिरोसिसको जोखिम हुन्छ भनेर बुझ्नुभयो नि। रिस्क अफ लिभर क्यान्सर एन्ड लिभर सिरोसिस। ल अब चाहिँ यो चाहिँ डायग्नोसिस गर्नुपर्छ, उतिकै भन्नु हुँदैन है। इट इज डायग्नोस्ड बाई, किनभने अरू हेपाटाइटिस चाहिँ हामी उतिकै पनि भन्न सक्छौँ ए अथवा ई हुन सक्छ भनेर होइन। यो चाहिँ टेस्ट नगरिकन तपाईँलाई बी छ भन्न चाहिँ मिल्दैन है। एउटा चाहिँ हामी यसमा एसबिएसएजी टेस्ट गर्छौँ, यो टेस्ट हुन्छ सबभन्दा बढी प्रयोग। यसलाई चाहिँ अब हेपाटाइटिस बी सर्फेस एन्टिजेन भन्छ यसलाई, सर्फेस एन्टिजेन टेस्ट हो यो होइन। यो इक्जाममा कहिलेकाहीँ प्रश्न पनि आउन सक्छ है। फर्स्ट एपियर एन्टिजेन इन ब्लड के हो भनेर यही हुन्छ, एन्टिजेन इन ब्लड, रगतमा सुरुमा देखिने एन्टिजेन हो। यसलाई इपिडेमियोलोजिकल मार्कर पनि भन्छ। इपिडेमियोलोजिकल मार्कर अफ हेपाटाइटिस बी के हो भन्यो भने यही हुन्छ है, राइट आन्सर। अर्को चाहिँ युज्ड इन स्क्रिनिङ, स्क्रिनिङमा प्रयोग हुने जाँच पनि यही हो है, यो चाहिँ धेरै नै युज हुन्छ, सर्फेस एन्टिजेन भन्ने। अर्को चाहिँ एसबिइएजी भन्ने हुन्छ अर्को जाँच, यो भनेको इन्भ्यालोप एन्टिजेन हो, यो जाँच गर्नुपर्छ। यो चाहिँ पोजिटिभ आयो भने यसलाई मार्कर अफ इन्फेक्टिभिटी भन्छ। मार्कर अफ इन्फेक्टिभिटी बुझ्नुभयो भने यसलाई चाहिँ मार्कर अफ इन्फेक्टिभिटी भनेर भनिन्छ। यो पोजिटिभ आयो भने यसले के जनाउँछ, भाइरल रेप्लिकेसन, यसले चाहिँ भाइरल रेप्लिकेसन जनाउँछ बुझ्नुभयो नि। सो यो पनि धेरै युज हुन्छ। त्यसपछि अर्को टेस्ट युज गर्छ एसबिसिएजी भन्ने हुन्छ, यो कोर एन्टिजेन हो सी भनेको। अब कोर एन्टिजेन चाहिँ त्यति सिग्निफिकेन्ट मानिँदैन यसमा, लेस सिग्निफिकेन्ट फर डायग्नोसिस बुझ्नुभयो नि। यो चाहिँ डायग्नोसिसको लागि त्यति उपयुक्त टेस्टको रूपमा युज त हुँदैन, तर गर्न चाहिँ गरिराखेका हुन्छ है यहाँबाट पनि। अर्को भनेको चाहिँ एन्टी एसबिसी आइजिएम टेस्ट भन्ने हुन्छ। एन्टी एसबिसी आइजिएम टेस्ट चाहिँ राम्रो मानिन्छ है, यो चाहिँ हेपाटाइटिस बीको लागि बेस्ट टेस्ट भन्छ यसलाई बुझ्नुभयो भने। यो भनेको चाहिँ फर्स्ट एपियर एन्टिबडी इन ब्लड। ल हेपाटाइटिस बीमा शरीरमा सुरुमा देखिने एन्टिबडी कुन हो भन्यो भने एन्टिबडी अगेन्स्ट कोर एन्टिजेन भन्ने हुन्छ कि सी को विरुद्धमा भन्नुस् न, कोर एन्टिजेनको विरुद्धमा चाहिँ एन्टिबडीहरू सुरुमा बन्छ कि, त्यसैले यसैलाई हामीले हेर्नुपर्ने हुन्छ। यसैलाई राम्रो जाँच पनि गर्छ, तर यो टेस्ट त्यति धेरै गरिँदैन कि। अब युजली चाहिँ यही गर्छ, यो एसबिएसएजी नै गर्छ धेरै, बुझ्यो नि। ल यस्तो जाँच गरिसकेपछि मात्र हामी पोजिटिभ आयो भने हेपाटाइटिस बी भन्ने है, नत्र नभन्ने। ए त भन्ने हुन्छ, ई पनि भन्ने हुन्छ होइन, हुनसक्छ भनेर, तर बी हुनसक्छ सी हुनसक्छ चाहिँ भन्नु मिल्दैन, यो टेस्ट गर्नै पर्छ है। ल त्यसपछि अर्को छ अब हेपाटाइटिस सी। ल हेपाटाइटिस सी को त ट्रिटमेन्ट नेपालमा पनि सुरु गरिसकेको छ होइन। अब अहिले एनसिएससीले यो एचआइभी पेसेन्टहरूमा हेपाटाइटिस सी को ट्रिटमेन्ट, यसको लागि किटहरू, टेस्टहरू, सबै औषधिहरू छ होइन। अब सबैलाई त सुरु गरेको छैन क्या हो, एचआइभीहरूमा चाहिँ यो ट्रिटमेन्ट अहिले पनि छ कि। हेपाटाइटिस सी चाहिँ यो फ्ल्याभी भाइरसहरूले गराउँछ, फ्ल्याभी भाइरस ग्रुपहरू अन्तर्गत पर्छ है।
यसलाई हामी डिफ्रेन्ट नामले चिन्छौँ इट इज अल्सो कल्ड यो साइलेन्ट किलर भन्छ त सोधेको पनि छ एकचोटि अर्को चाहिँ PTNANB पनि भन्छ प्यारेन्टली ट्रान्समिटेड नन ए नन बी भन्छ बुझ्नु भने PTNANB प्यारेन्टली ट्रान्समिटेड नन ए नन बी पनि भन्छ यसलाई है त कमन इन कसमा कमन हुन्छ भने कमन इन इन्ट्राभेनस ड्रग युजर्स इन्ट्राभेनस ड्रग युजर्सहरुमा बढी देखिने रोगमा पर्छ यो है त intravenous drug users and transmitted by parental route भने अर्को चाहिँ MTCT पनि हुन्छ है मदर टु चाइल्ड ट्रान्समिसन शेयरिङ अफ निडल एन्ड सार शेयरिङ अफ निडल एन्ड सार यस्तो गर्दा यो बडी सर्च है त इन्क्युबेसन पिरियड 20 देखि 120 दिन जति हुन्छ है त यसमा पनि रिस्क अफ लिभर क्यान्सर सिधै क्यान्सर के अरे लिभर सिरोसिस एन्ड क्यान्सर सिधै क्यान्सर नहुन सक्छ हैन यसमा सुरुमा सिरोसिस भएर लिभर बिग्रिन्छ रक्सी खाएर लिभर बिग्रिए जस्तै सिम्पटम लिएर आउँछ पेशेन्ट हैन पछि समयमा ट्रिटमेन्ट पायो भने चाहिँ निको हुन्छ नत्र क्यान्सरमा चेन्ज हुन्छ है हेपाटाइटिस C is 100% curable hepatitis निको हुन्छ यो है if diagnosed in time समयमा थाहा भयो भने क्युरेबल हो है एक्जाममा क्वेशन पनि आउन सक्छ कुन हेपाटाइटिस क्युरेबल हो भनेर सी चाहिँ क्युरेबल हो है सी छ भने कसैलाई सी भएको छ भने ट्रिटमेन्ट गरे हुन्छ त्यसमा चाहिँ ट्रिटमेन्ट गर नै भनेको छ र यो पनि उतिकै भन्न मिल्दैन डायग्नोस्ड बाइ रिबा टेस्ट ल रिबा टेस्ट प्रयोग हुन्छ यसमा रिकम्बिनेन्ट इम्युनोब्लड एसे भन्ने छ रिबा टेस्ट बुझ्यो नि ल रिबा टेस्ट अब लेख्नुस् हेपाटाइटिस डी अर्को चाहिँ हेपाटाइटिस डी यो चाहिँ हेपाडोना नै भाइरस हो हेपाडोना भाइरस तर आरएनए फर्ममा चेन्ज भएको हुन्छ है हेपाडोना भाइरिडी भन्छ त्यसैले त्यसकै फर्म हो यसलाई डेल्टा हेपाटाइटिस भन्छ डेल्टा हेपाटाइटिस केलाई भन्छ भनेर यही हो है राइट आन्सर सोधेछ एकचोटि इज डिपेन्डेन्ट एन्टिजेन on hepatitis B यो चाहिँ उत्तिकै हुँदैन है हेपाटाइटिस बी मा भर पर्छ के हेपाटाइटिस बी भयो भने मात्रै डी हुन्छ नत्र हुँदैन है त्यसैले डिपेन्डेन्ट भन्छ बी नै हो ट्रान्समिटेड बाइ सेक्सुअल एन्ड प्यारेन्टल रुट बुझ्नु भने हैन सेक्सुअल र प्यारेन्टल रुटबाट सर्छ यो है इन्क्युबेसन पिरियड 2 देखि 12 हप्तासम्म हुन सक्छ भन्ने छ है ल हेपाटाइटिस डी खाली भन्नु मात्रै हो थ्योरेटिकली यो खासै प्र्याक्टिसमा छैन डिजिज हैन यो भनेको हेपाटाइटिस बी नै हो के हेपाटाइटिस बी नै हो है
अर्को लेख्नुहोस् हेपाटाइटिस ई भन्ने हुन्छ अर्को ल अब हेपाटाइटिस ई चाहिँ क्याल्भी भाइरसहरूले गराउँछ यो क्याल्भी भाइरसिस भनिन्छ है यसमा चाहिँ अल्सो कल्ड प्रेग्नेन्सी हेपाटाइटिस क्वेसनमा आएको छ एकचोटि प्रेग्नेन्सी हेपाटाइटिस केलाई भनिन्छ भनेर एन्ड पिटीको ठाउँमा चाहिँ इटी एनएनबी भन्छ है इन्टेरिकली ट्रान्समिटेड नन बी हो है यो भने इटिएनएनबी भन्छ इन्टेरिकली ट्रान्समिटेड नन बी बुझ्नुभयो फीको ओरल रुटबाट सर्छ ए पनि हैन बी पनि हैन भनेर के इन्टेरिकली ट्रान्समिटेड नन बी ल अर्को चाहिँ it is most common cause of epidemic strain most common cause of epidemic strain महामारी गराउने प्रमुख प्रजाति कुन हो भने महामारी गराउने प्रमुख प्रजाति चाहिँ हेपाटाइटिस ई हो है त सबभन्दा बढी महामारी यसैले गराइराखेको हुन्छ है मोस्टली ट्रान्समिटेड बाई फीको ओरल रुट एक्जाममा कहिलेकाहीँ फीको ओरल रुटबाट मात्र सर्ने हेपाटाइटिस कुन हो भने ई लगाउनु होला अब अहिले त अरूबाट पनि सर्न सक्छ भनेर चाहिँ केही नयाँ किताबमा तर मोस्टली चाहिँ फीको ओरल रुटमै हुन्छ है इन्क्युबेसन पिरियड 2 देखि 9 हप्ता हुन्छ यसको ल यसको पनि डायग्नोसिस गर्ने चलन छैन कुनै पेसेन्टमा अब जन्डिस देखियो भने अब हेपाटाइटिस ई हुन सक्छ भनेर शंका गर्ने हो है महामारी फैल्यो भने चाहिँ टेस्ट गर्न सकिन्छ यसको चाहिँ त्यति फेटल मानिदैन यो प्रेग्नेन्सी बाहेक अरूमा जन्डिस भएर आफै मृत्यु भइहाल्छ है अर्को लेख्नुहोस् अब क्लिनिकल फिचर्स चाहिँ सबै हेपाटाइटिसको एउटै हुन्छ हैन यस्तो स्पेशल फिचर केही पनि हुँदैन सिम्पल फिचर लिएर आउँछ कि एनोरेक्सिया फर्स्ट सिम्पटमको रूपमा आइरहेको छ बुझ्नु भने हैन एनोरेक्सिया दोस्रोमा लेख्नुहोस् राइट अपर क्वाड्रन्ट पेन दुख्छ अर्को चाहिँ अब हेपाटोमेगाली हुन्छ नेक्स्ट वान इज जन्डिस क्ले कलर स्टुल भन्छ दिशाको कलर माटो जस्तो भएर आउने चेन्ज हुने इन्डाइजेसन सामान्य सिम्पटमहरु आउँछ कि इन्डाइजेसन अल्टर्ड लिभर फंक्सन टेस्ट बुझ्नुभयो के रे यो पेशेन्टमा चाहिँ लिभर फंक्सनहरु चाहिँ चेन्ज भएर आउने एसजीओटी एसजीपीटीहरु पनि धेरै टाइम्स इन्क्रिज भएको देखिने यस्तो सिम्पटमहरु चाहिँ आउँछ ल अरु चाहिँ त्यस्तो स्पेशल सिम्पटम हेपाटाइटिस नै भनेर केही पनि हुँदैन यसै एक सिम्पटमको आधारमा हामीले हेपाटाइटिस भन्छौं यस्तो लक्षण देखियो भने हेपाटाइटिसहरुको पनि माथि भन्ने थियो नि यिनीहरुको पनि जाँच गर्ने बुझ्नुभयो यो जाँचहरु जे भने त्यस्तो जाँचहरु गर्ने अनि यो पोजिटिभ आयो भने हेपाटाइटिस बी र सी हो कि हैन हेर्ने नेगेटिभ आयो भने तपाईलाई फीको ओरल हो फोहोर पानीबाट सरेको हो 1-2 हप्तामा ठीक भइहाल्छ भनेर पठाइदिनु पर्छ कि त्यो अब लेख्नुस् म्यानेजमेन्ट म्यानेजमेन्ट अब ट्रिटमेन्ट चाहिँ अब ड्रग ट्रिटमेन्ट हामी कुरा गर्दैनौं हैन किनभने यो अलि हाई स्पेशलाइज्ड केयरमा पर्छ हेपाटोलोजिस्टले पनि ड्रगहरु चलाउँदैन खासै हैन सी बाहेकहरुमा त्यसैले यसमा अब जस्ट तपाईहरुले सिम्पटोमेटिक म्यानेजमेन्ट लेख्नु होला एक्जाममा सोध्यो भने हेपाटाइटिस B and
hepatitis C are treated by antiviral drugs. यसमा चाहिँ एन्टिभाइरल ड्रग्सहरु युज नै हुन्छ है एन्ड इम्युनोग्लोबुलिन पनि युज हुन्छ इम्युनोग्लोबुलिन यो के रे बी को लागि छ है अर्को चाहिँ इन्टरफेरोन भन्ने हुन्छ इन्टरफेरोन ड्रग्स एन्ड interferon cells हरु पनि हुन्छ cells are also used in treatment of hepatitis C interferon cell त हाम्रो शरीरमा हुन्छ interferon drugs भनेर आउँछ के यो चाहिँ हेपाटाइटिस C को ट्रिटमेन्टमा चाहिँ प्रयोग भइरहेछ है तर एन्टिभाइरल ड्रग्सहरु भन्ने पनि हुन्छ यति अब हामी चाहिँ सिम्प्टोमेटिक ट्रिटमेन्टहरु लेख्दिने evidence of hepatotoxic drugs खानु भएन इभन प्यारासिटामोल हैन is hepatotoxic evidence of alcohol रक्सी खानु भएन evidence of spicy food बुझ्नुभयो यस्तो कुनै पनि खानेकुराहरु जताततै खानु हुँदैन use of high fiber glucose and liquid diet यस्तो खानेकुराहरु चाहिँ बढाउनु पर्छ बुझ्नुभयो हैन फाइबर खायो भने दिशा धेरै लाग्छ स्टरको बिलिनोजिन भएर जान्छ ग्लुकोजले लिभरलाई रेस्ट गराउँछ बुझ्नुभयो पानी धेरै खायो भने युरोबिलिजिन भएर पिसाबबाट बिलिरुबिन जान्छ त्यसले गर्दा जन्डिस क्लियर हुन्छ बुझ्नुभयो नि यसरी हामीले पेशेन्टलाई यो फाइबर खान फ्लुइड धेरै खान यस्तो यस्तो भनेर हामीले म्यानेजमेन्टले गर्न सकिन्छ हेल्पर्सको लेभलमा हैन तपाईहरुले पठाइदिने हो त्यस एक्जाममा लेख भन्यो भने यति कुरा चाहिँ इन्क्लुड गर्नु होला बुझ्नुभयो नि अरु ट्रिटमेन्ट चाहिँ यो औषधि दिन्छु यसरी दिन्छु भनेर चाहिँ पर्दैन त्यस्तो चाहिँ ल अब हामी अर्को भाइरल डिजिजमा जान्छौं अर्को भाइरल डिजिज चाहिँ एचआईभी एड्स भाइरल डिजिजको लास्ट हो एचआईभी एड्स त्यसपछि अर्को डिजिजमा जाउँला है एचआईभी एड्स पनि इम्पोर्टेन्ट छ एक्जामको लागि हैन अब एचआईभी एड्सलाई डिफाइन गर भन्यो भने यसलाई हामी यसलाई डिजिज भन्दा पनि इम्युनो compromised भन्ने शब्द लेख्नु होला है condition caused by retroviruses that permanently damage cell mediated immunity permanently damage cell mediated immunity मेरो आवाज सुनिया छ नि सेल मेडिएटेड इम्युनिटीलाई ड्यामेज गर्छ बुझ्नुभयो नि
permanently damage cell mediated immunity resulted in के हुन्छ अब resulted in severe opportunistic infection and multisystem syndrome and death. ल एचआईभीलाई डिफाइन गर भने यस्तो लेख्नु होला एक्जाम यस्तै यस्तै शब्दहरू प्रयोग अझै राम्रो बनाउने बुझ्नु भने एउटा सिस्टममा मात्रै असर गर्दैन यसले मल्टिपल सिस्टमहरूलाई इन्भल्भ गरेर मान्छेको बिरामी चाहिँ अवसरवादी संक्रमणको कारणले हुन्छ बुझ्नु भने एचआईभी रेट्सको कारणले त हुँदैन अवसरवादी संक्रमणको कारणले मान्छेको बिरामीको मृत्यु हुन्छ भनेर यसरी लेख्नु पर्यो के तपाईहरुले बुझ्यो ल कहिलेकाहीँ एमसीक्यूमा अरु शब्दहरू आयो भने एचआईभी इज डिजीज अफ एडल्टमा बढी हुने रोग हो स्पेशली रिप्रोडक्टिभ एज अथवा हामी यसलाई सेक्सुअली एक्टिभ एज पनि भन्छौं सेक्सुअली एक्टिभ एज बुझ्यो नि यिनीहरुमा बढी देखिन्छ यो रोग चाहिँ है त target cell HIV are target cells of HIV are T lymphocyte cells मै असर गर्छ T lymphocyte भित्र पनि सोध्यो भने T helper cell भित्र पनि आयो भने CD4 cells बुझ्नु भने यो CD4 सेल मा चाहिँ बढी असर गर्छ है त एब्सोल्युट CD4 काउन्टहरु चाहिँ तलमाथि भएर जान्छ बुझ्यो नि हैन हामी कहाँ चाहिँ नेपाल comes under concentrated epidemic of HIV भन्छ बुझ्नु भने नेपाल चाहिँ HIV को concentrated epidemic मा पर्छ यो भनेको prevalence less than 1% in general population and more than 5% in high risk group है high risk groups ल हामी कहाँ चाहिँ एचआईभी को प्रिभलेन्स चाहिँ 0.12 मात्र छ बुझ्नु भने लेस देन 1 हुन्छ के यस्तो भनेको यस्तो कन्डिसनलाई हामी कन्सन्ट्रेटेड एपिडेमिक भन्छ यो शब्द इम्पोर्टेन्ट छ है कन्सन्ट्रेटेड एपिडेमिक ल हाई रिस्क ग्रुपहरु को हुन् त एचआईभी को यस्तो प्रश्न पनि हुन सक्छ हाई रिस्क ग्रुप्स आर ल high risk groups are focus on the high risk groups are भन्नुस् त ल लेबर माइग्रेन्टहरुमा बढी हुन्छ एचआईभी क्वेशनै सोध्छ हैन अर्को चाहिँ ट्रान्सजेन्डर र एमएसएम भन्छ यिनीहरुमा बढी हुन्छ इन्ट्राभेनस ड्रग युजर भनेको सुई साटासाट गर्ने मानिसहरु इन्ट्राभेनस ड्रग युजर्समा बढी हुन्छ त्यस्तै अब फिमेल सेक्स वर्करहरु क्लाइन्ट अफ फिमेल सेक्स वर्कर बुझ्नु भयो फिमेल सेक्स वर्करका ग्राहकहरु क्लाइन्ट अफ फिमेल सेक्स वर्कर्स अल्सरेटिभ एसटीआई जस्तै सिफिलिस बुझ्नु भयो यस्तो मानिसहरुमा एचआईभी जोखिम बढी हुन्छ बेबी born from infected mother आमालाई एचआईभी पोजिटिभ छ भने बच्चा पनि एचआईभी पोजिटिभ हुने जोखिम बढेर जान्छ है ल यिनीहरुलाई हाई रिस्क भन्छ हाम्रो नेपालमा सबभन्दा बढी हाई रिस्क चाहिँ लेबर माइग्रेन्ट हो है लेबर माइग्रेसन चाहिँ इस्यु हो एचआईभी को अहिले त अलि कम भएको छ हैन स्पेशली इन्डिया माइग्रेसन हुने सिजनल माइग्रेसन भन्छ अझ
ठ्याक्क 2-4 महिना जाने 2-4 महिना घर आउने 2-4 महिना जाने 2-4 महिना घर आउने यस्तो गर्छ तिनीहरूमा चाहिँ एकदमै धेरै नै भएको भेटिया हो कि बुझ्नु हो नि ल यसलाई हामी लेबर माइग्रेसन भन्दै त्यसरी भन्छ है द नेक्स्ट वान इज द मोड अफ ट्रान्समिसन है त चाहिएको मोड अफ ट्रान्समिसन एकदम रिपिटेड क्वेसन है एमसीक्यूमा चाहिँ फर्स्ट वान इज द हेटेरोसेक्सुअल ट्रान्समिसन भन्छौँ हामी हेटेरोसेक्सुअल ट्रान्समिसन चाहिँ सबभन्दा बढी हो मोस्ट कमन रुट के हो भने यही हो तर यसको चान्स चाहिँ धेरै हुँदैन हैन चान्स चाहिँ 0.3 देखि 1% मात्र हुन्छ तर धेरै मानिसहरू सेक्सुअल एक्सपोज हुने भएको हुनाले रिस्क चाहिँ त्यहाँ हुन्छ भने है द मोस्ट कमन एन्ड नेक्स्ट वान इज द transfusion of contaminated blood अब रगतमा यस्तो भयो भने त मोर देन 90% चान्स हुन्छ हैन तर यो लेस कमन चाहिँ हुँदैन फेरि अर्को भनेको शेयरिङ अफ निडल एन्ड शार्प मिडिल र शार्पहरूको सेयरिङबाट हुन्छ यसको चान्स चाहिँ 0.4 देखि 3% हो त्यस्तै अब मदर टु चाइल्ड ट्रान्समिसन हुन्छ आमाबाट बच्चामा जाने भयो है मदर टु चाइल्ड ट्रान्समिसन यो मदर टु चाइल्ड ट्रान्समिसन लेखो भनेर पनि आउन सक्छ एचआइभी को यो इम्पोर्टेन्ट हो कि एमसीक्यू त रिपिटेडली आछ लेख्नुस् भनेर टिजी भनेको ट्रान्सजेन्डर एलजीबीटीआई ग्रुप भन्ने सुन्नुभएको छ लेस्बियन गे बाइसेक्सुअल यस्तो भन्ने हुन्छ नि तिनीहरूलाई ट्रान्सजेन्डर्स भन्छ एमएसएम भनेको म्यान ह्याभिङ सेक्स विथ म्यान तिनीहरू चाहिँ गेहरूलाई भन्छ यस्तो सो यिनीहरू सबै हाई रिस्कमा पर्छ ल हेटेरोसेक्सुअल ट्रान्समिसन हैन अर्को चाहिँ ट्रान्सफ्युजन अफ कन्टामिनेटेड ब्लड शेयरिङ अफ निडल एन्ड शार्प हैन मदर टु चाइल्ड ट्रान्समिसन यिनीहरू चाहिँ अलिक बढी छ कि अब मदर टु चाइल्ड ट्रान्समिसनको रिस्क चाहिँ 25 देखि 45% हो हैन यसमा ब्रेस्ट फिडिङको चाहिँ 5 देखि 15% सम्म हुन्छ भनेर चाहिँ दुध खुवाउनेहरूलाई सर्छ ल अर्को चाहिँ अब रिस्क अफ ट्रान्समिसन risk of transmission depends on viral load ल ट्रान्समिसनको रिस्क केमा भर पर्छ भने राइट आन्सर हुन्छ भाइरल लोड है त जसको शरीरमा धेरै भाइरस छ उसैको हुन्छ म्याक्सिमम भाइरस प्रेजेन्ट इन यो पनि क्वेसन आछ एकचोटि प्रेजेन्ट इन एक नम्बरमा पर्छ सिमेन के अरे यो ब्लड सबभन्दा बढी त्यसपछि सिमेनमा हुन्छ त्यसपछि सीएसएफमा त्यसपछि भेजाइनल फ्लुइड अनि अदर बडी फ्लुइड ल यिनीहरूमा चाहिँ रिस्क हुन्छ बडी भाइरस हुने चान्स हुन्छ भन्ने बुझ्नु हो नि ल ट्रान्समिसनमा यति लेखि हुन्छ त्योभन्दा बढी लेख्नु पर्दैन यहाँसम्म मात्र लेख्ने हो यति मात्र लेख्ने है एमसीक्यू जे पनि आउन सक्छ सबभन्दा बढी भाइरस कहाँ हुन्छ भने पनि क्वेसन आछ ल अर्को लेख्नुहोस् इन्क्युबेसन पिरियडमा दुईटा हुन्छ एउटा सेरो कन्भर्जन पिरियड भन्ने हुन्छ सेरो कन्भर्जन पिरियड भनेको 2 देखि 12 हप्ता हुन्छ
अर्को चाहिँ इन्क्युबेसन पिरियड अफ एड्स नै हुन्छ। एड्स हुनको लागि चाहिँ अलि टाइम लाग्छ कि 1 देखि 10 वर्ष हुन्छ। ल इन्क्युबेसन सोध्दैन धेरै एचआईमा। सेरो कन्भर्जन सोध्छ। सेरो कन्भर्जन चाहिँ एकदम सोध्ने शब्द हो कि याद गर्नु होला, इम्पोर्टेन्ट। अब लेख्नुहोस् क्लिनिकल फिचर्स। क्लिनिकल फिचर चाहिँ यसको आफ्नो हुँदैन, यसको स्टेजिङ हुन्छ है। 4 स्टेजेस भन्छ, 4वटा स्टेज हुन्छ एचआईभीको। विन्डो पिरियड पनि यही नै हो, यसैलाई भनिन्छ विन्डो पिरियड। यही नै हो है विन्डो पिरियड पनि। 1 देखि 3 महिना लेख्थ्यो आजभोलि, पुरानो किताबहरूमा 3 देखि 6 महिना लेखेको हुन्छ। आजभोलि विन्डो पिरियड भन्दैन। 2 देखि 12 हप्ता सेरो कन्भर्जन पिरियड। कुनै किताबमा 3 देखि 12 हप्ता लेखे हुन सक्छ, तर 2 देखि 12 हुन्छ नयाँ किताबहरू। ल 4 स्टेज हुन्छ। एउटा चाहिँ स्टेज 1 भन्ने हुन्छ एचआईभीमा है। स्टेज 1, स्टेज 1 लाई हामी एसिम्प्टोमेटिक नर्मल स्टेज भन्छौँ। एसिम्प्टोमेटिक नर्मल स्टेज बुझ्यो? आफै डिलिट हुन्छ फेरि के कहाँ पुगेको थियो, डिलिट भइहाल्यो, सबै भइसक्यो। एसिम्प्टोमेटिक नर्मल स्टेजहरू लेख्नुहोस् त। एसिम्प्टोमेटिक नर्मल स्टेज भनेर यसको चाहिँ फर्स्ट स्टेज बुझ्यो नि हैन। एसिम्प्टोमेटिक नर्मल स्टेज। ल यसमा चाहिँ अरु केही पनि हुँदैन। यसमा पर्सिस्टेन्ट जेनरलाइज्ड लिम्फेडिनोप्याथी भन्छ के भने बुझ्यो। पर्सिस्टेन्ट जेनरलाइज्ड लिम्फेडिनोप्याथी भनेको पेशेन्ट चाहिँ शरीरभरिको गिर्खाहरू सुन्निने हुन्छ अनि पेशेन्ट चाहिँ अरु सबै नर्मल हुन्छ के, पीजीएल भन्छ यसलाई। एचआईभी को फर्स्ट के हो सिम्पटम भने पनि यही हो है। फेरि एकदमै क्वेसन आउन सक्छ। त्यसपछि पेशेन्ट स्टेज 2 मा जान्छ। स्टेज 2, स्टेज 2 लाई हामी माइनर सिम्प्टोमेटिक स्टेज भनिन्छ है। माइनर सिम्प्टोमेटिक स्टेज भन्छ है त। यो यसमा पनि लक्षण थाहा हुँदैन। माइनर सिम्प्टोमेटिक भन्यो भने के हुन्छ? ओरल क्यान्डिडियासिस सामान्य लक्षणहरू आउँछ कि बुझ्नु भने ओरल क्यान्डिडियासिसहरू हुन सक्छ। त्यस्तै अब सुपरफिशियल स्किन इन्फेक्सन, सुपरफिशियल स्किन इन्फेक्सन। त्यसपछि अर्को भनेको सुपरफिशियल स्किन इन्फेक्सन। अर्को चाहिँ अब माइनर फंगल इन्फेक्सनहरू आउने। अरु ठाउँमा पनि फंगल इन्फेक्सनहरू देखिने। URTI अपर रेस्पिरेटरी इन्फेक्सन्सहरू आउने। बुझ्नु भने यहाँ पनि बिरामी एचआईभी को जस्तो देखिँदैन, जाँच्यो भने पोजिटिभ आउँछ तर सिम्पटम चाहिँ माइनर हुन्छ है। त्यसपछि पेशेन्ट स्टेज 3 मा जान्छ। स्टेज 3 पछि चाहिँ शंका हुन्छ कतै एचआईभी त होइन कि इम्युनो कम्प्रोमाइज त होइन कि भनेर यसलाई सिभियर सिम्प्टोमेटिक स्टेज भनिन्छ। बुझ्नु भने सिभियर सिम्प्टोमेटिक स्टेज। अब सिभियर सिम्प्टोमेटिक स्टेजमा के हुन्छ भने पेशेन्टको लक्षण चाहिँ एकदम बढेर आउँछ के बुझ्नु भने। यो चाहिँ अब एकदम इम्युनो कम्प्रोमाइजमा मात्र हुने रोगहरू हुन् कि जस्तो देख्छ पेशेन्ट, बुझ्यो। जस्तै यसमा हुने भनेको तपाईको मेजर साइनहरू देखिन सुरु हुन्छ। अब मेजर साइन्स एचआईभी को मेजर साइनमा पर्छ। वेट लस, दुब्लाएर जान्छ मोर देन 10%।
डायरिया बुझ्नु भने हैन मोर देन 1 month अलि अनएक्सपेक्टेड फिचरहरु देखाउँछ कि फिभर मोर देन 1 month बुझ्नु भने हो यस्ता यस्ता लक्षणहरु देखिन्छन् हेर्नुस् बुझे नि यसरी जान्छ अब त्यसपछि पनि पेशेन्टमा यसैमा अब ओएचएल हरु हुने ओरल हेरी सेल ल्युकोप्लेकिया भन्छ ल्युकोप्लेकिया जिब्रोमा सेतो दागहरु आउने कपाल उन्ट्या जस्तो देखिने त्यसपछि त्यस्तै अब बेड रिडन हुने बुझ्नु भने बेड रिडन भनेको बिरामी भएर सुत्ने हर्पिज इन्फेक्सनहरु आउने जनै खटिराहरु देखिने टिबी हुने सामान्य टिबी नै हुन्छ यो बेला त्यस्तै ओसोफेगियल क्यान्डिडियासिसहरु पहिला के थियो ओरल थियो नि हैन अब चाहिँ अलि डीप क्यान्डिडियासिसहरु देखिने पेशेन्ट अलि यस्तो त नर्मल मान्छेमा हुँदैन के भयो भनेर शंका हुन्छ के र यहाँ चाहिँ 2 मेजर प्लस 1 माइनर साइन भन्ने हुन्थ्यो पहिला हैन यस्तो भयो भने सिधै एड्स भन्नुस् भन्थ्यो के अब आजभोलि यहाँ पुग्दैन पेशेन्ट आजभोलि त अगाडि नै थाहा भइहाल्छ टेस्टहरु धेरै सजिलो भइसक्यो हैन नत्र पहिला मेजर माइनर साइनको आधारमा पनि एचआईभी भन्ने पनि थियो के पहिला गाइडलाइनमा त्यसपछि पेशेन्ट चाहिँ स्टेज 4 मा जान्छ स्टेज 4 लाई नै के भनिन्छ स्टेज अफ एड्स भनिन्छ है यसलाई कसैले एआरसी पनि भन्छ एड्स रिलेटेड कम्प्लेक्स भन्छ यहाँ चाहिँ अब पेशेन्ट एचआईभी को एड्स को नोन केस हो है यो अब स्टेज अफ एड्स मा गइसक्यो भने अब चाहिँ पेशेन्टमा बिरामीमा एसिम्प्टोमेटिक भन्दा पनि के रे यो सिम्पटम भन्दा पनि मल्टी अर्गन प्रब्लमहरु देखिन्छ के पेशेन्टमा अब हाम्रो जस्तो देशहरुमा यसमा देखिने भनेको सिभियर अपर्चुनिस्टिक इन्फेक्सन यही हो अब यसमा एउटा कुनै देखिदैन हैन मल्टी सिस्टम हुन्छ के त्यही भएर एचआईभी लाई के रे एड्स लाई हामी सिन्ड्रोम भन्ने कारण त्यही हो नि यसमा चाहिँ जस्तो ट्युबरक्लोसिस टिबी हुन्छ मोस्ट कमन नै भनेको छ टिबी पनि एभियम इन्ट्रासेलुलर भनेको छ अलि कडा खालको टिबीहरु देखिन्छ बुझ्नु भने हैन त्यस्तै अब निमोनिया पेशेन्टमा निमोनिया हुन्छ फंगल निमोनिया अरु कसैमा पनि हुँदैन के एटिपिकल टाइपको लक्षण आउँछ के त्यस्तै अब क्रिप्टोस्पोरोड के रे यो निमोसिस्टिक केरिनाइ भन्छ निमोसिस्टिस जेरोभेसीहरु बुझ्नु भने यस्तो समस्याहरु देखिन्छ निमोनिया पनि फरक डायरिया हुन्छ डायरिया पनि नर्मल मान्छेको डायरिया हैन उनीहरुमा हुने डायरिया चाहिँ क्रिप्टोस्पोरोडियल डायरियाहरु हुन्छ बुझ्नु भने हैन त्यस्तै अब साइटोमेगालोभाइरस रेटिनाइटिसहरु हुन्छ बुझ्नु भने हैन साइटोमेगालोभाइरस रेटिनाइटिस भन्छ आँखा पाकेर आउँछ भित्र रेटिना त्यस्तै नन साल्मोनेला टाइफोइड भन्छ टाइफोइड त हुन्छ तर साल्मोनेला हुँदैन अरु स्पेसिसहरु हुन्छ नन साल्मोनेला टाइफाइड बुझ्नु भने त्यस्तै अब फंगल मेनिन्जाइटिसहरु हुने त्यस्तै यो टक्सोप्लाज्मा मेनिन्जाइटिस भन्छ प्रोटोजोअल टक्सोप्लाज्मा मेनिन्जाइटिस बुझ्नु भने हैन त्यस्तै एचआईभी रिलेटेड सिभियर वेस्टिङ भन्छ पुरै सुकेर जान्छ पेशेन्ट चाहिँ यसैलाई भन्छ स्लिम डिजिज भन्ने सुनेको छ नि सबैले स्लिम डिजिज भन्ने यही हो बुझ्यो स्लिम डिजिज त्यसपछि अर्को अब त्यस्तै अब एचआईभी रिलेटेड साइकोसिस भन्छ पागलपनहरु आउँछ
एचआईभी रिलेटेड क्यान्सर जति लेख्नुहुन्छ कि कापोसिस सार्कोमा भन्छ, यो भाइरल क्यान्सर हो, सिएमभीले गराउँछ, कनेक्टिभ टिस्युको क्यान्सर हो। यसलाई डायग्नोस्टिक क्यान्सर अफ एचआईभी पनि भन्छ। इक्जाममा कहिलेकाहीँ एचआईभीको डायग्नोस्टिक क्यान्सर के हो भने यही हुन्छ राइट आन्सर। जति लेख्नुहुन्छ एचआईभी रिलेटेड, अब त डेथ लेखौँ है, कति लेख्ने। ल यो लक्षणहरू लेखिसाध्य छैन कि कसैलाई नभएको लक्षण यिनीहरूलाई देखिन्छ, बुझ्नु भने। ल यसरी पेसेन्ट चाहिँ एकदमै प्याथेटिक डेथ हुन्छ कि गाउँघरमा कुहिएरै मर्छ भन्छ नि, त्यसरी कुहिएरै मर्छ कि पेसेन्ट ट्रिटमेन्ट पाएन भने। तर अहिले चाहिँ त्यस्तो छैन, हेर्नुहोस् होइन। अहिले त अब एचआईभी अब अहिले औषधि हुँदासम्म चाहिँ एचआईभीको पेसेन्टहरू नर्मल मान्छे जस्तै हुन्छ कि केही पनि हुँदैन। ल अब लेख्नुहोस् डायग्नोसिस। ल डायग्नोसिसमा चाहिँ हामी 2-3टा टेस्टहरू गर्छौँ यसमा। एउटा चाहिँ एलाइजा हुन्छ होइन, एलाइजा यो चाहिँ स्क्रिनिङ टेस्टको रूपमा आउँछ। त्यसपछि अर्को हुन्छ वेस्टर्न ब्लड। वेस्टर्न ब्लड टेस्ट चाहिँ कन्फर्म टेस्ट हो होइन, यो हामी गर्छौँ धेरै कमन। अर्को P24 एन्टिजेन टेस्ट भन्ने छ होइन, यो चाहिँ अर्ली डायग्नोसिसमा युज हुन्छ। अर्ली डायग्नोसिसमा बच्चाहरू युज गर्ने, नेपालमा पनि छ है 2014 देखि। त्यसपछि CD4 काउन्ट गर्नुपर्छ एन्ड भाइरल लोड इन पोजिटिभ पेसेन्ट। पोजिटिभ आयो भने तिनीहरूमा CD4 र भाइरल लोड हेर्नुपर्छ कि। ल यत्तिकै हो डायग्नोसिस। अब 2टा हो मेन भन्नुहोस् न, यो यसरी डायग्नोसिस गरिन्छ एचआईभीको है त। यो 2टा टेस्ट गरेर मात्र पोजिटिभ नेगेटिभ भन्ने हो कि। आजले बच्चाहरूमा त ड्राई ब्लड स्याम्पल भन्छ, डिबिएस भन्छ है, यो यसको लागि बच्चाहरूमा गर्छ कि। ड्राई ब्लड स्याम्पल 6 घन्टा र 6 हप्तामा लिने होइन, अनि 2टा नेगेटिभ आयो भने पेसेन्टलाई नेगेटिभ भन्ने हो कि। आमाबाट जन्मेको बच्चा जो छ यो डिबिएस लिएर टेस्ट गर्छ कि। ल अब लेख्नुहोस् ट्रिटमेन्ट। ल एचआईभीको ट्रिटमेन्ट चाहिँ ठ्याक्कै हुँदैन होइन, इट इज नन क्युरेबल डिजिज भन्छ होइन। नन क्युरेबल डिजिज भने थाहा छ नि, पुरै निको त हुँदैन, तर HAART भन्छ, HAART हाइली एक्टिभ एन्टिरेट्रोभाइरल भाइरल थेरापी इज युज्ड, बुझ्नु भने। बट हार्ड थेरापी इज युज्ड है त। नन क्युरेबल हो होइन, ट्रिटमेन्ट हुँदैन, तर हार्ड थेरापी यसमा एकदमै इफेक्टिभ छ कि। हाइली एक्टिभ एन्टिरेट्रोभाइरल थेरापी, यो हार्ट भन्ने शब्द याद गर्नु है। भाइरल लोड त जति पनि हुनसक्छ, भाइरल लोड पोजिटिभमा कति हुन्छ भन्ने लेस देन 50 छ भने चाहिँ यसलाई हामी अनडिटेक्टेबल भन्छौँ होइन। भाइरल लोड चाहिँ मोर देन 1000 छ भने अब चाहिँ एकदम ट्रान्समिट हुने सम्भावना बढी हुन्छ कि। 50 भन्दा मुनि छ भने चाहिँ अनडिटेक्टेबल हुन्छ। भाइरल लोड त जति हुन सक्छ नि, बढ्दै जाने त हो नि, 1000 भन्दा माथि हुन्छ युजली अनट्रिटेड केस हो। अहिले U to U भन्ने छ कि, अनडिटेक्टेबल टु अनट्रिटेबल टु अनडिटेक्टेबल भन्छ कि। औषधि नखाएकाहरूलाई औषधि खुवाएर अनडिटेक्टेबल बनाऊ भन्छ कि। अनडिटेक्टेबल भने लेस देन 50 हो कि। CD4 को नर्मल भ्याल्यु चाहिँ 650 भन्दा माथि हुनुपर्छ है CD4 चाहिँ, तर हामी 950 देखि 1200 सम्म हुन्छ औसत। CD4 लेस देन 500 भयो भने इम्युनो कम्प्रोमाइज भन्छ, लेस देन 200 भयो भने चाहिँ एड्स भन्छ कि, बुझ्नु भने। तर भाइरल लोड चाहिँ त्यस्तो यति नै हुनुपर्छ भन्ने छैन। भाइरल लोड त मान्छेको इम्युनिटी अनुसार फरक फरक हुन सक्छ। 50 भन्दा मुनि छ भने चाहिँ अनडिटेक्टेबल मानिन्छ। ल हार्ड थेरापी युज गर्ने हो। अब अहिले हार्ड थेरापीमा DTG बेस्ड रेजिमेन भन्ने छ। डुल्टेग्राभिर भन्ने औषधि एकदमै अहिलेको न्यू ड्रग्स हो, सबै फर्स्ट लाइन भन्छ डुल्टेग्राभिर।
प्लस टिनोफोभिर प्लस ल्यामोभिटिन ल तीनटा औषधि कम्बिनेसन हैन यही औषधि फर्स्ट लाइन ट्रिटमेन्ट यसलाई टिटिजी बेस भन्छ कि अब एकचोटि खायो भने कन्टिन्यू हुन्छ है once ART is given it goes throughout the life बुझ्नु भने हैन बीचमा रोक्न चाहिँ मिल्दैन तीनटा औषधिको कम्बिनेसन जीवनभरि खाने हो यसमा अल्टरनेटिभ पनि युज गर्न मिल्छ तर यही नै हो फर्स्ट रेजिमेन है ART is given throughout the life है अब युजुअली ART कहिले दिने भन्यो भने ART is given दुईटा कन्डिसन एउटा चाहिँ CD4 लेस देन 500 सेल्स पर CUMM अफ ब्लड छ भने सुरु गर भनेको छ अर्को चाहिँ टेस्ट एन्ड ट्रिटमेन्ट भन्ने हुन्छ टेस्ट एन्ड ट्रिटमेन्ट भनेको एचआइभी पोजिटिभ छ भने तपाईँ सिधै औषधि खुवाए पनि हुन्छ बुझ्ने हैन त्यसरी अर्को चाहिँ ट्रिटमेन्ट अफ अपर्चुनिस्टिक इन्फेक्सन बुझ्यो नि अवसरवादी संक्रमणहरू के छन् तिनीहरू सबैको उपचार गर्ने भनेको युजुअली टिबी हुन्छ यिनीहरुमा निमोनिया मेनिन्जाइटिस हैन दिस अल अपर्चुनिस्टिक इन्फेक्सन्सहरु ट्रिटमेन्ट ल यति हो एचआइभीको ट्रिटमेन्ट तपाईलाई एक्जाम फ्रेन्डली पनि छ यो एक्जाममा लेख्दा धेरै लेख्न सकिदैन मोर देन सफिसिएन्ट है त्यस्तो लेख्नु भने त एकदम राम्रो भयो ल अब लेख्नुस् प्रिभेन्सन लास्ट ल एचआइभीको प्रिभेन्सन लेख भने जे पाए त्यही नलेख्नु होला यसको एकदमै स्ट्यान्डर्ड प्रिभेन्सन छ यसमा चाहिँ मेन भनेको चाहिँ एभोइडेन्स अफ रिस्क फ्याक्टर भनेको भनेको थियो नि हामीले हैन शेयरिङ अफ निडल्स अनप्रोटेक्टेड कोर्स हैन यस्तो कुराहरुलाई चाहिँ एभोइड गर्नु नेक्स्ट मेजर इज द कन्डम प्रमोसनलाई बेस्ट स्ट्र्याटेजी मानिन्छ एचआइभी प्रिभेन्सनमा नेक्स्ट वान इज पोस्ट एक्सपोजर प्रोफाइलेक्सिस भन्ने छ यो चाहिँ पीईपी भन्छ पीईपी चाहिँ 72 आवर्स भित्र खानुपर्छ है यो चाहिँ क्वेशन पनि आउँछ कहिले एमसीक्यू मा कहिलेसम्म खाइसक्नु पर्छ एक्सपोज भएको 72 घण्टामा एचआइभी कै औषधि खाने हो है यसको रेजिमेन छ कसरी खाने भनेर अहिले त प्री एक्सपोजर पनि दिने भनेको छ प्री एक्सपोजर प्रोफाइलेक्सिस यो पनि दिन मिल्छ अर्को आइसोनियाजाइड प्रिभेन्टिभ थेरापी भन्ने छ आइसोनियाजाइड प्रिभेन्टिभ थेरापी चाहिँ टीबी को लागि हो है टीबी प्रिभेन्सन को लागि युज हुन्छ बुझ्ने हैन त्यस्तै अब सीपीटी भन्ने छ कट्रिमोक्साजोल प्रिभेन्टिभ थेरापी यो चाहिँ CD4 लेस देन 350 भयो भने मात्रै दिने हो नत्र दिनु पर्दैन 350 भयो दिने है यो चाहिँ मेनिन्जाइटिस र निमोनिया प्रिभेन्सन को लागि हो है अर्को चाहिँ पीएमटीसीटी सर्भिस भन्ने छ पीएमटीसीटी सर्भिस यो चाहिँ प्रेग्नेन्ट आमाबाट बच्चामा इन्फेक्सन नजाओस् भनेर हो यसको मेन भनेको सिजरियन सेक्सन डेलिभरी गराउने बुझ्नु भने हैन एभोइड प्रोलonged लेबर भनेको छ प्रोलonged लेबरलाई एभोइड गर्ने प्रोलonged लेबर लामो व्यथा लाग्न दिनु हुँदैन अर्को चाहिँ ART टु बोथ मदर एन्ड न्यूबर्न दुईटैलाई के दिने ART दिने बुझ्नु भने हैन ART टु बोथ मदर एन्ड न्यूबर्न अब ART मा चाहिँ ड्रग्सहरु यसमा के युज गर्छ भने जिडोभिटिन एन्ड नेभिरापिन यस्तोलाई हामी पीएमसीटी सर्भिस भन्छौँ बुझ्ने जिडोभिटिन चाहिँ एचआइभी को फर्स्ट ड्रग पनि हो है एचआइभी को ट्रिटमेन्ट युज भएको हो यस्तो प्रिभेन्सन लेख्नु पर्छ है एचआइभी को प्रिभेन्सन लेख भने त्यो फेसबुकको लेखेर हुँदैन ल यस्तो कुराहरु लेखेन भने नम्बर दिन मिल्दैन
यति लेख्ने भन्दा बढी लेख्नु पर्दैन, यही पनि बढी भयो। यो पिएमटी सिटीमा यस्तो लेख्न सकेन भने यति लेख्दै हुन्छ कि यताको नाम। ल यो चाहिँ एचआइभीको प्रिभेन्सन भयो है त। यो चाहिँ एकदम नोट गर्नु होला, एकदम सोध्छ कि यो प्रिभेन्सन लेख भन्यो। सो यस्तो टेक्निकल शब्दहरू लेखेन भने नम्बर दिँदैन। फेसबुक एप पछि लागेर डुबिएला। ल एकैछिन ब्रेक गरौँ है साथीहरू, 1 मिनट मात्र, अनि त्यसपछि फेरि ल साथीहरू, यो भाइरल डिजिजहरू सकियो होइन। अब हामी भेक्टर बोर्न डिजिजमा कुरा गर्छौँ है त। भेक्टर बोर्न डिजिजेस भनेर राख्नुहोस् हेडिङ चाहिँ। यसमा अब 4-5 वटा डिजहरू कुरा गर्छौँ। एउटा मेन चाहिँ मलेरिया। त मैले लेख्ने क्वेसन पनि आउने, एमसिक्यू पनि इम्पोर्टेन्ट पनि छ। मलेरिया भनेर राख्नुहोस् त ल। मलेरियालाई डिफाइन गर्नु पर्यो भने प्रोटोजोअल डिजिज, primarily affect RBC caused by Plasmodium species that cause high fever, ज्वरो आउँछ, हाई फिभर, स्प्लिनोमेगाली एन्ड एनेमिया। ल यति हो मलाई अब डेफिनेसन है, मोर्स लेख्नु परेन।
फ्याल्सिपेरममा त नराम्रो मानिन्छ तर पनि यति लेखि पुगिहाल्छ बुझ्नुभयो 5 species of Plasmodium are ल प्लाज्मोडियमका 5 वटा स्पेसिसहरुले मलेरिया गराउँछ कोशीमा पोजिटिभ एजेन्ट लेख भनेर क्वेशन आछ यही लेख्ने हो है यो सबैलाई थाहा छ प्लाज्मोडियम भाइभेक्स बुझ्नुभयो नि नेक्स्ट one is the Plasmodium falciparum Plasmodium ovale Plasmodium knowlesi Plasmodium mulleri ल यसरी यो 5 वटा स्पेसिसहरुले चाहिँ मलेरिया गराउँछ भन्ने छ के बुझ्नुभयो नि Plasmodium knowlesi ल P. vivax को अरु नामहरु पनि छ is also called के भन्छ BTM सुन्या छ नि benign tertiary malaria भन्छ यसलाई है कहिले क्वेशन पनि आउन सक्छ benign tertiary malaria BTM भन्छ and is most common malaria बुझ्नुभयो नि हैन सबभन्दा बढी देखिने मलेरिया यही नै हो है इन नेपाल और ग्लोबली बुझ्नुभयो नि जहाँ पनि हुन सक्छ कि इन नेपाल और ग्लोबली नेक्स्ट one is the P. falciparum is also called यसको त धेरै नामहरु छ है को नामहरु छ कहिले सोध्न सक्छ यसलाई हामी MTM भन्छौं malignant tertiary मलेरिया त्यस्तै सेरेब्रल मलेरिया सबैले सुनेको नाम हो सेरेब्रल मलेरिया त्यस्तै अब इपिडेमिक मलेरिया त्यस्तै अब एल्गिड मलेरिया पनि भन्छ कसैले ब्ल्याक वाटर फिभर यो क्वेशन आछ एकचोटी ब्ल्याक वाटर फिभर के हो भनेर ब्ल्याक वाटर फिभर त्यस्तै अब फेटल मलेरिया पनि भन्छ फेटल मलेरिया बुझ्नुभयो नि मोस्ट डेन्जर मलेरिया पनि भन्छ ल यस्ता सबै नामहरु चाहिँ फ्याल्सिपेरममा आउँछ है त यो चाहिँ अलि सिभियरमा पर्छ है त्यसपछि अर्को पी ओभेल इज रेयर मलेरिया यसलाई चाहिँ रेयर मलेरिया भन्छ तर अलि नेपालमा अलि बढी रिपोर्ट भइरहेछ यो 4 सालदेखि त्यस्तै अब पी मलेरी पी मलेरियालाई क्वार्टेरियन भन्छ क्वार्टेरियन मलेरिया अरु सबै मलेरिया के हुन् टर्सेरियन मलेरी चाहिँ क्वार्टेरियन है त्यसपछि अर्को छ पी नोलोसी is न्यू स्पेसिस भनौं न अलि नयाँ मान्ने चाहिँ पी नोलोसी हो है त न्यू स्पेसिस इज द पी नोलोसी ल दिस इज अल अबाउट स्पेसिस है त यो 4-5 वटाको नाममा अलि कहिलेकाहीँ डिटेल एमसीक्यू आयो भने यसरी हेर्नु होला है त ल अब लेख्नुस् इन्फेक्टिभ स्टेज इन्फेक्टिभ स्टेज पनि एमसीक्यू मा आउँछ लेख्नेमा आउँदैन है लेख्नेमा अब सिधै क्लिनिकल फिचर आउँछ के इन्फेक्टिभ स्टेज लेख भनेर आउँदैन भन्न त मिल्दैन लाइफ साइकलसँग कहिलेकाहीँ जोड्न सक्छ कि स्पोरोजोइटहरु इन्फेक्टिभ हुन्छ थाहा छ नि मान्छेको लागि मस्किटोको लागि सोध्यो भने चाहिँ फेरि ग्यामेटोसाइट भन्छ कि ग्यामेटोसाइट चाहिँ मस्किटोले लगेर जान्छ ल अब इन्फेक्टिभ स्टेजमा कहिलेकाहीँ थप प्रश्नहरु आउन सक्छ हैन टार्गेट सेल चाहिँ आरबीसी हो बुझ्नुभयो नि लाइफ साइकल इन आरबीसी लाई के भन्छ is called
इरेथ्रोसाइटिक साइकल भन्छ है इरेथ्रोसाइटिक साइकल बुझ्नुभयो भने सिम्पल आन्सर छ इरेथ्रोसाइटिक साइकल भन्छ अब सबै इरेथ्रोसाइटमा बस्दैन सम ट्रोफोजोइट्स हिडन इन लिभर कुनै त लिभरमा लगिदिन्छ कि दे प्रोड्युस यिनीहरूले छुट्टै साइकल बनाउँछ दे प्रोड्युस एक्जो इरेथ्रोसाइटिक साइकल ल यिनीहरूले एक्जो इरेथ्रोसाइटिक साइकल बनाउँछ बुझ्नुभयो एक्जो इरेथ्रोसाइटिक साइकल इन लिभर बुझ्नुभयो भने हैन हिडन ट्रोफोजोइट्सहरु हुन्छ कुनै हिडन ट्रोफोजोइटलाई हिप्नोजोइट पनि भन्छ कि ल यिनी चाहिँ लिभरमा गएर बस्दिन्छ हैन अब यो एक्जोइरेथ्रोसाइटिक साइकल यो जुन छ हिप्नोजोइट स्टेज एन्ड एक्जोइरेथ्रोसाइटिक साइकल एक्जोइरेथ्रोसाइटिक साइकल एब्सेन्ट इन पी फाल्सिपेरम मलेरिया है त पी फाल्सिपेरममा यो हुँदैन प्रेजेन्ट इन पी फाल्सिपेरम मलेरिया सो रिल्याप्स डज नट अकर्स एकदम इम्पोर्टेन्ट है रिल्याप्स किन हुँदैन प्रिमा कुन किन दिदैन हैन रेडिकल ट्रिटमेन्ट किन चाहिँदैन यस्तो भन्यो भने फाल्सिपेरममा यो हुँदैन बुझ्नुभयो भने इट इज प्रेजेन्ट इन कहाँ हुन्छ यो प्रेजेन्ट इन पी ओभाइवेक्स एन्ड पी ओभेल मलेरिया पी ओभेल मलेरियामा चाहिँ के हुन्छ हिप्नोजोइट पनि बन्छ एक्जोइरेथ्रोसाइटिक साइकल पनि हुन्छ बुझ्यो नि हैन पी ओभेल मलेरियामा चाहिँ हैन भाइवेक्समा चाहिँ हुँदैन ओभेलमा चाहिँ के रे यो फाल्सिपेरममा चाहिँ हुँदैन ओभेलमा र भाइवेक्समा चाहिँ हुन्छ it is present in P. vivax and P. ovale malaria that cause relapse of malaria. Like एकदमै सोध्ने क्वेशन कुन मलेरिया रिल्याप्स हुन्छ कुन स्टेजको कारणले बागमतीमा सोधेको छ फाल्सिपेरम मलेरिया कुन साइकलको कारणले रिल्याप्स हुन्छ यही चाहिँ रिल्याप्स हुँदैन भनेर छ हुन्छ भन्यो भने यसको प्रेजेन्ट छैन भने नि अब्सेन्ट लेख्ने हो भाइवेक्स किन हुँदैन भन्यो भने यो एब्सेन्ट हुन्छ भनेर लेख्ने बुझ्नुभयो हैन के रे भाइवेक्स किन हुन्छ भन्यो भने यो प्रेजेन्ट हुन्छ भनेर लेख्ने फाल्सिपेरम किन हुँदैन भन्यो भने यो एक्जोइरेथ्रोसाइटिक साइकल बन्दैन भनेर लेख्नुपर्छ एकदम सोध्छ कि प्रिमा पनि किन दिन्छ भने पनि यही हो राइट आन्सर रेडिकल ट्रिटमेन्ट भने के हो भन्यो भने पनि यही हो हिप्नोजोइट स्टेज र एक्जोइरेथ्रोसाइटिक साइकललाई हटाउनु हो त्यो भने बुझ्यो ल यो चाहिँ एकदम ध्यान दिनु होला यहाँनिर क्वेशन आउँछ है त यो इन्फेक्टिभ स्टेजसँग लाइफ साइकलसँग जोडेर नेक्स्ट वान इज मोड अफ ट्रान्समिसन मोड अफ ट्रान्समिसनमा अब सिम्पल क्वेशन आन्सर त बाइट of infected female Anopheles mosquito बुझ्नुभयो नि बाइट अफ इन्फेक्टेड फिमेल एनोफिलिस मस्किटो सकी सिम्पल आन्सर त यही अर्को चाहिँ मदर टु चाइल्ड ट्रान्समिसन भन्छ मदर टु चाइल्डमा चाहिँ कन्जिनेटल मलेरियाहरू हुन सक्छ कि कन्जिनेटल मलेरिया त्यसपछि अर्को इम्पोर्टेन्ट भनेको चाहिँ यो ब्लड ट्रान्सफ्युजन मलेरिया पनि हुन्छ ब्लड ट्रान्सफ्युजन मलेरिया ल ब्लड ट्रान्सफ्युजन मलेरिया अर्को लेख्नुहोस् इन्क्युबेसन पिरियड ल अब इन्क्युबेसन पिरियडमा चाहिँ अब सर्टेस्ट
इन्क्युबेसन पिरियड चाहिँ पी फ्याल्सिप्यारमको हुन्छ हैन 9 देखि 14 दिनको हुन्छ अर्को चाहिँ लङ्गेस्ट भन्यो भने फेरि पी मोलेरीको हुन्छ फेरि कति हुन्छ यसको 18 देखि 40 दिनसम्म हुन सक्छ भन्ने छ त्यस्तै अब भाइभेक्सको कति हुन्छ भने भाइभेक्स चाहिँ 8 देखि 17 दिन यति लेखे हुन्छ अरु हामी कहाँ धेरै हुँदैन सोध्दैन ल अब मलेरियाको इन्क्युबेसन पिरियड कति हुन्छ भने राइट आन्सर चाहिँ 12 देखि 25 दिन हो है फेरि अब यस्तो स्पेसिस सोधेन भने 12 देखि 25 दिनमा यो देखिन्छ अब कन्जेनिटल मलेरिया फ्याल्सिप्यारम यस्तो हुन्छ त्यो फिटल हेमोग्लोबिन भन्ने हुन्छ हैन फिटल हेमोग्लोबिनले फ्याल्सिप्यारम मलेरियाको अगेन्स्टमा एन्टिबडीको काम गर्छ भन्ने छ हैन लेस चान्स हुन्छ भन्नुस् न हैन हुँदैन भनेर त्यस्तो प्रष्टै त लेख्या त हुँदैन तर फिटल हेमोग्लोबिनले फ्याल्सिप्यारम मलेरियालाई चाहिँ रोक्छ भन्ने छ त्यसैले 1 वर्षभन्दा कम उमेरमा र प्रेग्नेन्सीको बेलामा फ्याल्सिप्यारम मलेरिया हुने सम्भावना कम हुन्छ तर हुँदै हुँदैन त मिल्दैन हुँदैन कम हुन्छ भनौँ न फिटल हेमोग्लोबिनको कारण अब लेख्नुहोस् क्लिनिकल फिचर्स मलेरियाको क्लिनिकल फिचर लेख्नुहोस् भनेर धेरै पटक क्वेसन आइसकेको छ हैन यसको स्टेजहरू हुन्छ हैन क्लिनिकल फिचरको अब तपाईहरुलाई क्लिनिकल फिचर स्टेज अनुसार लेख्न सके पनि ठिकै छ हैन अब सिधै लेख्छु भने पनि फरकै त पर्दैन सकेसम्म चाहिँ स्टेजै लेख्ने के कोल्ड स्टेज भन्ने हुन्छ गाह्रो केही पनि छैन कोल्ड स्टेज चाहिँ सुरुको 15 मिनेटदेखि 60 मिनेटसम्मको समयलाई भनिन्छ यसमा चाहिँ वार्निङ साइनहरु आउँछ के बुझ्नुभयो चिली सेन्सेसन भन्छ चिली सेन्सेसन बुझ्नुभयो नि सिभरिङहरु हुने काप छुट्ने बुझ्यो यसलाई वार्निङ साइन पनि भन्छ वार्निङ साइनहरु सिभियर मलेज बुझ्नुभयो नि एकदम थकित भएर आउने पेशेन्ट यस्तो सिम्पटम्सहरु चाहिँ देखाउँछ है त्यसपछि पेशेन्ट जान्छ हट स्टेजमा हट स्टेज भने फिभर हो हैन अब हट स्टेजमा चाहिँ मेन भनेको अब यो 4 देखि 6 घण्टासम्म रहन सक्छ भन्ने हैन लङ्गेस्ट पनि भयो यो अब यसमा चाहिँ ज्वरो आउने हो सिम्पल है त फिभर हो अब यो मलेरिया अरु केही पनि भएन फिभर चाहिँ कस्तो आउँछ लेख्नु पर्छ है इन्टरमिटेन्ट टाइप फिभर बुझ्नु भने हैन एन्ड इज ड्यू टु किन हुन्छ भने इज ड्यू टु release of hemozoin or merozoites बागमतीको पेपर हेर्नु होला है 1-2 वर्ष अगाडिको मलेरियामा किन ज्वरो आउँछ भन्ने क्वेशन नै छ के यो हुन्छ राइट आन्सर है त ल त्यसपछि अब फिभर आयो भने के हुन्छ र्यापिड रेस्पिरेसन सास जोरले फेर्ने हैन के हुन्छ सिल्स एन्ड राइगर काप छुट्ने बुझ्ने हैन यस्ता यस्ता समस्याहरू देखिन्छ बुझ्नु भने हैन अब हेडेक यस्तो नलेखे पनि हुन्छ हेडेक एकदमै एक्जस्टेड हुन्छ पेशेन्ट थक्या जस्तो देखिने एक्जस्टेड यस्तो यस्तो समस्याहरू देखिन्छ हट स्टेजमा बुझ्नु भने हैन त्यसपछि पेशेन्ट चाहिँ स्वेटिङ स्टेजमा जान्छ स्वेटिङ स्टेज ल अब स्वेटिङ स्टेजमा चाहिँ अब यसमा अब प्रोफ्युज स्वेटिङ पसिना धेरै आउने प्रोफ्युज स्वेटिङ डिहाइड्रेसन यसमा पनि शिवरिङ हुन्छ
फिलिङ इजी, पहिला भन्दा चाहिँ अलिक सजिलो भए जस्तो हुने, तर पेसेन्ट चाहिँ पसिना आएर डिहाइड्रेसन देखिने, यस्तो समस्याहरू देखिन्छ। यो चाहिँ 2 देखि 4 घण्टासम्म रहन्छ। यो पनि बुझ्नुभयो। ल यो चाहिँ स्टेज अनुसारको सिम्टम भयो होइन। सबै नलेखिन केही फरक पर्दैन, टाइम पनि धेरै लाग्दैन कि इक्जाममा सोध्ने भने यति मात्र हो कि अरू केही सोध्दैन। सिम्टमबाट एमसिक्यू आयो भने, लेख्ने आयो भने चाहिँ अब लेख्नु पर्यो कि अलिअलि, बुझ्नुभयो। अलिअलि सबैको याद गरेर राख्नु होला। अलिक बढी नम्बरको छ भने यतिले पुग्दैन कि, यसमा त हामीले के लेखेकै छैन, ज्वरो मात्र हो, के लेखेकै छैन, अरू त यो कमन शब्दहरू त हो नि होइन। सो यतिले पुग्दैन। त्यसैले अब इक्जाममा बढी नम्बरको छ भने अदर फिचर्स भनेर यो थप्नु होला है त, अदर फिचर्स। अदर फिचरमा लेख्ने के हुन्छ, अब स्प्लिनोमेगाली भएर आउँछ, स्प्लिनोमेगाली बुझ्यो नि होइन। त्यसपछि अब स्प्लिनो हेपाटो पनि हुन्छ, स्प्लिनो हेपाटोमेगाली। त्यसपछि एनिमिया हुन्छ, अब यस्तो भयो भने है, एनिमिया। अरू के हुन्छ, अब सिभियर फाल्सिप्यारम मलेरिया भयो भने, सिभियर फाल्सिप्यारम मलेरियामा के हुन्छ, सिभियर फाल्सिप्यारम मलेरिया भयो भने चाहिँ फेरि एइएस भन्छ, थाहा छ नि, एक्युट इन्सेफ्लाइटिक सिन्ड्रोममा जान्छ पेसेन्ट, बुझ्नुभयो। एइएस अर मेनिन्जाइटिस, मेनिन्जाइटिस लाइक सिम्टम्स, बुझ्नुभयो। यसमा चाहिँ के हुन्छ भने एक्युट इन्सेफ्लाइटिक सिन्ड्रोममा जाने पेसेन्ट चाहिँ मेनिन्जाइटिस हो कि सेरेब्रल मलेरिया हो थाहै नहुने, बुझ्नुभयो नि। अनकन्सियस हुने, अनकन्सियसनेस बढेर जाने, कन्भल्जन एन्ड कोमा, बुझ्नुभयो। पेसेन्ट चाहिँ प्यारालाइसिस, बुझ्नुभयो, उठ्नै नसक्ने, इन्क्रिज आइसिपी, इन्ट्राक्रेनियल प्रेसर बढेको सिम्टम देखाउने, बुझ्नुभयो नि होइन। त्यस्तै अब ब्लिडिङ डिसअर्डरहरू, लिभर फङ्सन टेस्ट भएर बिग्रेर जाने, बुझ्यो नि होइन। त्यस्तै अब रिड्युस्ड यो जिसिएस भन्ने सुनेको छ नि, जिसिएसहरू घटेर जाने, जिसिएस थाहा छ नि, ग्लासको कम स्केलहरू, यो हेड इन्जुरीतिर बढी प्रयोग हुने सक्छ, तर जुनसुकै कन्सियसनेस पनि हेर्न मिल्छ हो। अब सिभियर फ्याल्सिप्यारम हो भने, सिभियर फ्याल्सिप्यारम मलेरियामा तपाईँहरूले यस्तो सिम्टमहरू लेख्नुपर्छ कि, बुझ्नुभयो नि। नत्र यस्तो लेखेन भने अब बढी नम्बर दिन मिल्दैन, यस्तो पनि थप्नु भयो। यसमा धेरै चाहिँ यति लेखे भइहाल्छ कि, धेरै कुराहरू हेर्ने भने अब मैले मेरो किताबमा त राखिदिएको छु, त्यहाँ पनि छ धेरै डिटेल लेखिदिएको छु मैले, यस्तो के हुन्छ धेरै सिभियर मलेरिया भयो भने भनेर। जे सब यति राख्यो भने पुगिहाल्छ है त। ल क्लिनिकल फिचर आयो भने यति लेख्नुपर्छ भन्ने बुझ्नु होला है त, बुझ्नु भने। ल अब लेख्नुहोस्, अब डायग्नोसिस। ल मलेरियाको डायग्नोसिस पनि एकदम रिपिटेड क्वेसन हो एमसिक्यूमा है। यसमा चाहिँ पिबिएस गरिन्छ, सुनेको छ नि पिबिएस, पेरिफेरल ब्लड स्मेयर एक्जामिनेसन भन्छ, पिबिएस लेखिने हुन्छ, पेरिफेरल ब्लड स्मेयर एक्जामिनेसनमा जानुपर्छ है। यसमा हामी चाहिँ दुईटा स्याम्पलको लागि दुईटा स्मेयर बनाउँछौँ, थिक एउटा चाहिँ थिन, बुझ्नुभयो नि। थिक चाहिँ डायग्नोसिसकै लागि हो होइन, थिन चाहिँ के को लागि, स्पेसिसको लागि है, स्पेसिस आइडेन्टिफिकेसनको लागि चाहिँ थिन बनाउने हो है। थिक चाहिँ सर्कुलर हुन्छ होइन, एउटै स्लाइडमा बनाउने हो कि यसरी, बिचमा अर्को स्लाइडले केर्ने, यो चाहिँ थिक भयो। अनि थिन चाहिँ टङ सेप हुन्छ कि, यसरी एउटै स्लाइड बनाउने है, यो बनाउनै पर्छ कि सजिलै थाहा हुन्छ। मलेरियाको यसलाई गोल्ड स्ट्यान्डर्ड टेस्ट पनि भन्छ अर्को भाषामा, यो गोल्ड स्ट्यान्डर्ड टेस्ट भन्छ कि यसलाई, गोल्ड स्ट्यान्डर्ड टेस्ट भनेको यही नै है त। त्यसपछि हामीले किट पनि आउँछ, डिपस्टिक टेस्ट भन्छ, डिपस्टिक टेस्ट, यो चाहिँ किटमा आउँछ, एन्टिजेन
बुझ्नुभयो यहाँबाट पनि पत्ता त लाउन सकिन्छ फेरि डिलिट भयो है गर्दा डिपिस्टिक टेस्ट भनेर लेखेको है पीबीएस र डिपिस्टिक टेस्ट ल योबाट मलाई सजिलै थाहा हुन्छ ट्रिटमेन्ट पनि गर्न मिल्छ है तर स्लाइड चाहिँ बनाउनै पर्छ कि फेरि स्लाइड पोजिटिभ आयो कि आएन भनेर हेर्नुपर्ने हुन्छ कि स्लाइड पोजिटिभिटी रेट इन्डिकेटरमा राखेको छ नि त मलेरियाको सो हेर्नै पर्छ अर्को सिबिसी गर्नुपर्छ होइन सिबिसी किनभने ज्वरो भएको हुनाले यो अब मलेरिया मात्रै हो कि अरू कुनै फिभर पनि छ कि भन्ने शङ्का हुन्छ कि त्यही भएर सिबिसी पनि गरेको राम्रो बुझ्यो नि ल ट्रिटमेन्टमा यत्तिकै छ के अरे डायग्नोसिसमा अब लेख्नुहोस् ट्रिटमेन्ट अब ट्रिटमेन्ट चाहिँ हामीले यो मलेरिया ट्रिटमेन्ट गाइडलाइन 2019 लाई रेफरेन्स लिएर भन्ने त्यो धेरै ठुलो छ त्यो गाइडलाइन त्यो सबै पढिसकेको छैन त्यसमा 3-4 पोइन्टहरु चाहिँ याद गर्नुपर्छ है एक्जाम मलेरियाको ट्रिटमेन्ट लेख भन्यो भने के लेख्ने त है सो यसमा तपाईहरुले 3टा कुराहरु हेर्नु होला एउटा चाहिँ पी भाइभेक्स को ट्रिटमेन्ट भनेर थाहा पाउनै पर्ने पी भाइभेक्स को चाहिँ ट्रिटमेन्ट एकदम सजिलो छ हैन यसमा हामीले ट्याब्लेट क्लोरोक्विन 150 mg बेस को आउँछ यसमा चाहिँ 4 ट्याब्लेट स्ट्याट दिने भनेको फर्स्ट डे मा दिने बुझ्नु हैन त्यसपछि 4 ट्याब्लेट फेरि सेकेन्ड डे मा दिने त्यसपछि 2 ट्याब्लेट चाहिँ थर्ड डे मा दिने यति ट्रिटमेन्टले मलेरिया निको हुन्छ अब भाइभेक्स चाहिँ रिल्याप्स हुने भयो भने रिल्याप्स रोक्नको लागि हामीले ट्याब्लेट प्रिमाक्विन दिनुपर्छ है प्रिमाक्विन चाहिँ 15 mg ओडी 15 दिन दिने ल ड्युरिङ प्रेग्नेन्सी छ भने चाहिँ दिनु हुँदैन ड्युरिङ प्रेग्नेन्सी ओन्ली क्लोरोक्विन बुझ्ने हैन प्रेग्नेन्सीको बेला चाहिँ क्लोरोक्विन मात्र दिने बच्चा पाइसकेपछि फेरि ल्याब बोलाएर प्रिमाक्विन खुवाइदिनु पर्छ ल भाइभेक्स मलेरियाको ट्रिटमेन्ट यति हो कहिलेकाहीँ यो त एमसीक्यू पनि आउन सक्छ 442 443 यस्तो भनेर त्यसपछि चाहिँ अनकम्प्लिकेटेड फ्याल्सिप्यारम भन्ने हुन्छ हैन अनकम्प्लिकेटेड फ्याल्सिप्यारम मलेरिया अनकम्प्लिकेटेड फ्याल्सिप्यारम मलेरिया भनेको के हो भने पेशेन्टलाई फ्याल्सिप्यारम डायग्नोसिस भएको छ तर बेहोस भएको छैन कि औषधि चाहिँ मुखबाट खान सक्छ भने त्यसलाई हामी अनकम्प्लिकेटेड फ्याल्सिप्यारम मलेरिया भन्छौँ है त एकैछिन है ल अनकम्प्लिकेटेड फ्याल्सिप्यारम मलेरिया छ भने चाहिँ हामीले ट्याब्लेट खुवाउन सक्छौँ है ट्याब्लेट एसिटी भनेर आउँछ यो आर्टेमिसिन बेस्ड कम्बिनेसन थेरापी भन्छ है त एसिटी भन्ने औषधि आउँछ है त अब एसिटी चाहिँ अनकम्प्लिकेटेडमा हो फेरि कम्प्लिकेट भयो भने अर्को ट्रिटमेन्ट हुन्छ है यसमा दुईटा औषधि हुन्छ ए र एल भन्ने आर्टिमिथर 20 mg प्लस ल्युमेफेन्ट्रिन चाहिँ 120 mg यो दुईटा औषधि कम्बिनेसनलाई एएल भन्छ है यो औषधि पनि हामीले 3 डे शेड्युलमै दिने हो 4 ट्याब्लेट स्ट्याट दिने भनेको छ 4 ट्याब्लेट आफ्टर 8 आवर्स एन्ड 4 ट्याब्लेट गरेर बीडी दिने 12 आवर्सले हो बीडी भने 12 आवर्सले 3 डेज ल यति हो
बुझ्नुभयो नि? यो एएल भन्ने औषधि चाहिँ 3 दिन नै दिने है मलेरिया। त्यसमा चाहिँ अर्को हामीले के गर्नुपर्छ भने अर्को ट्रिटमेन्ट चाहिँ ट्याब्लेट प्रिमाक्विन भनेर चाहिँ नदिए पनि हुन्छ होइन, रिल्याप्स हुँदैन, तर गाइडलाइनले देऊ भनेको छ कि 0.25 mg पर केजी सिंगल डोज। यति हो। यो मेन 4 ट्याब्लेट दिने, त्यसपछि 8 घन्टा फेरि 4 दिने, त्यसपछि एक 4 ट्याब्लेट चाहिँ 12 घन्टाको फरकमा 3 दिनसम्म पुग्ने गरी दिने है। यति हो यसको यो अनकम्प्लिकेटेड फ्याल्सिपेरम मलेरियाको ट्रिटमेन्ट चाहिँ, बुझ्नुभयो नि? ल त्यसपछि कम्प्लिकेटेड फ्याल्सिपेरम भन्ने हुन्छ होइन। कम्प्लिकेटेड फ्याल्सिपेरम मलेरिया। अब यो कम्प्लिकेटेड फ्याल्सिपेरम मलेरियामा चाहिँ कम्प्लिकेटेड फ्याल्सिपेरम मलेरिया यो भने चाहिँ इन्जेक्सन दिनुपर्छ है, मुखबाट खान सक्दैन। इन्जेक्सन आर्टिसोनेट भनेर आउँछ, 3 mg पर केजी IM or IV स्टेट दिने, and 2.4 mg per kg after hospitalization for 3 days। ल यति छ भने आर्टिसोनेट दिनुपर्छ है। मुखबाट खान सक्दैन भने चाहिँ फ्याल्सिपेरममा सिभियर भयो भने आर्टिसोनेट दिएर एडमिसन गरेर राख्नुपर्छ 3 दिनसम्म यो दिन, बुझ्नुभयो नि? त्यसपछि अर्को ट्रिटमेन्ट छ मिक्स्ड मलेरिया। मिक्स्ड मलेरिया भनेको चाहिँ फ्याल्सिपेरमसँग अर्को कुनै स्पेसिस छ भने गरिने ट्रिटमेन्टलाई मिक्स्ड मलेरिया भन्छ होइन। यसमा चाहिँ हामीले ट्रिटमेन्ट अफ पी फ्याल्सिपेरमको गर्नुपर्छ विथ प्रिमाक्विन। नलेखिनु हुन्छ एक्जाममा, यहाँसम्म मात्रै हो है तपाईँले एक्जाममा लेख्ने भनेको, अरू चाहिँ अप्सनल हो। अब नलेखिनु हुन्छ टाइम छ भने अथवा एमसीको लागि चाहिन सक्छ। मिक्स्ड मलेरिया भने फ्याल्सिपेरमको ट्रिटमेन्ट गर्ने भनेको कि त एसिटी दिने कि त आर्टिसोनेट दिने, तर प्रिमाक्विन चाहिँ दिनुपर्छ, किनभने मिक्स भने भाइरेक्स पनि हुनसक्छ। अर्को चाहिँ बुझ्यो। अर्को चाहिँ ड्रग रेसिस्टेन्स मलेरिया भन्ने हुन्छ होइन। ड्रग रेसिस्टेन्स मलेरिया। अब ड्रग रेसिस्टेन्स मलेरियामा चाहिँ हामीले यो नाम मात्रै लेखे हुन्छ, ट्याब्लेटमै आउँछ यो के अरे डाइहाइड्रो आर्टिसोनेट आर्टिमिसिन भनेर आउँछ, डाइहाइड्रो आर्टिमिसिन प्लस पिपेराक्विन फर 3 days। ल यो डाइहाइड्रो आर्टिमिसिन र पिपेराक्विनको कम्बिनेसन आउँछ यो रेसिस्टेन्स मलेरियाको लागि, यो युज गर्न सकिन्छ। यो पनि नट इम्पोर्टेन्ट, तर नाम चाहिँ यो मलेरियाको औषधि के हुन होइन यस्तो भन्ने सोधिदिन्छ है कहिले, त्यस्तो बेला चाहिँ काम लाग्छ। अर्को चाहिँ अब लास्ट अल्टिमेट ट्रिटमेन्ट भन्ने हुन्छ होइन। केही गरी पनि ठिक भइरहेको छैन मलेरिया होइन, कुनै औषधि चलाउन पनि मिलिरहेको छैन, कुनै औषधि कन्ट्राइन्डिकेटेड छ भने यसमा चाहिँ हामी इन्जेक्सन अथवा ट्याब्लेट होइन, क्विनिन 20 mg पर केजी स्टेट दिने, एन्ड 10 mg पर केजी ट्याब्लेट नलेखौँ, इन्जेक्सनको डोज लेखौँ, इन्जेक्सन लेखौँ, ट्याब्लेट छुट्टै डोजमा आउँछ। 10 mg पर केजी मेन्टेनेन्स डोज फर 3 days। लास्टमा केही गरी ठिक भएन भने हामी चाहिँ अल्टिमेट ड्रग चाहिँ क्विनिन दिनुपर्छ है। क्विनिनलाई चाहिँ लास्ट अप्सनको रूपमा राखेको छ कि अहिले। पहिले चाहिँ क्विनिनको ट्याब्लेट दिनुहोस् भन्ने पनि थियो होइन, अहिले चाहिँ क्विनिनको इन्जेक्सन लास्ट आवरमा युज गर्ने भनेर सबैमा सेफ हो, केही पनि हुँदैन। तर यसको मेन इफेक्ट भनेर चाहिँ हाइपोग्लाइसिमिया भएको हुनाले D5 मा D10 मा दिनुपर्छ कि औषधि चाहिँ, बुझ्नुभयो नि? हाइपोग्लाइसिमिया गराएर मान्छे मर्न पनि सक्छ कि। अरू खासै साइड इफेक्टहरू छैन। क्विनिनको साइड इफेक्ट सिन्कोनिजम भन्छ होइन, कसले फार्माकोलोजीमा होला सिन्कोनिजम गराउँछ, नत्र मेन हाइपोग्लाइसिमिया है त। ल अर्को लास्ट ट्रिटमेन्ट भनेको ट्रिटमेन्ट अफ एनिमिया और आइरन थेरापी भन्ने हो यसमा है। आइरन थेरापी
एनिमियाको उपचार गर्नुपर्छ है, किनभने यसमा स्प्लिनोमेगाली भए हुन्छ, सेलहरू सबै मरेको हुन्छ। त्यसैले हामीले पेसेन्टलाई एनिमिया प्रेग्नेन्सीमा त मेन्डेटरी हो है, फेरि प्रेग्नेन्सीमा त गर्नै पर्छ कि एनिमियाको ट्रिटमेन्ट। ल साथीहरू, मलेरियाको ट्रिटमेन्टमा यत्तिकै हो होइन, अलि धेरै नै छ यो। कति लेख्न भ्याउनुहुन्छ इक्जाममा, यति त नभ्याइएला है, याद पनि हुन्छ हुँदैन यति। यहाँसम्म चाहिँ लेख्नै पर्छ। मलेरियाको ट्रिटमेन्ट लेख भन्यो भने यति चाहिँ लेख, यही पनि बढी नै छ तर यतिसम्म चाहिँ भ्याइन्छ। ल अब हामी यसको प्रिभेन्सनको बारेमा कुरा गरौँ है। प्रिभेन्सन लेख भने पनि एकदमै सोध्छ। भेक्टर कन्ट्रोल मेजर लेख भने पनि यही हो राइट आन्सर। अर्को चाहिँ भेक्टर बोर्न डिजिजको प्रिभेन्सन लेख भने पनि यस्तै नै हुन्छ है। यसलाई कमन रूपमा लिनु होला। अरू केही फरक छ भने हामी अरू भेक्टर बोर्न डिजिजमा पनि कुरा त गरौँला है, तर यो सबैमा काम लाग्छ कि यो प्रिभेन्सन चाहिँ। भेक्टर कन्ट्रोलका तरिका लेख भने यही हो है लेख्ने। एउटा मेन भनेको अब के भयो, राइट। ल प्रिभेन्सन फ्रम बाइट के हो, पेनै चुज भएन, कुन पेन लेख। यो थियो कि प्रिभेन्सन फ्रम बाइट, मस्किटो बाइट पुरै लेख्नुहोस्। मस्किटो बाइटबाट बस्नु पर्यो है, सबभन्दा बेस्ट प्रिभेन्सन भनेको चाहिँ प्रिभेन्सन फ्रम बाइट। ल अब यसको लागि चाहिँ हामीले इन्भाइरोमेन्टल कन्ट्रोल अफ भेक्टर्स भन्छौँ। कन्ट्रोल अफ भेक्टर्स बुझ्यो नि होइन। भेक्टरहरूको इन्भाइरोमेन्टल कन्ट्रोल चाहिँ राम्रो एप्रोच मानिन्छ। अर्को इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट, इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट अर्को एप्रोच। त्यस्तै अब पर्सनल प्रोटेक्सन, फ्रम बाइट, सबैले टोकाइबाट बच्ने, पर्सनल प्रोटेक्सन फ्रम बाइट। ल यसमा चाहिँ अब फुल क्लोदिङहरू बुझ्नु भने होइन, बाहुला भएको लुगा लगाउनु, युज अफ रिप्लन्ट्स, मस्किटो भाग्ने औषधिहरू लगाउनु, युज अफ बेड नेट्स बुझ्नु भने एलएलआइएन पनि हुनसक्छ, जुनसुकै पनि बेड नेट्सहरूको प्रयोग गर्ने। त्यस्तै युज अफ मस्किटो म्याट, धुपहरूको प्रयोग गर्ने बुझ्नु भने होइन। यस्तो कुराहरू चाहिँ पर्सनल प्रोटेक्सनमा पर्छ, बुझ्यो। त्यसपछि चाहिँ केमिकल कन्ट्रोल अफ भेक्टर्स, केमिकल कन्ट्रोल। अब केमिकल कन्ट्रोलमा चाहिँ हामी के गर्छौँ भने युज अफ इन्सेक्टिसाइड्स, insecticide for IRS, indoor residual spray by alpha cypermethrin, अल्फा साइपरमेथ्रिनको प्रयोग गर्ने बुझ्नु भने होइन। केमिकल कन्ट्रोलमा हामी त्यस्तो गर्छौँ, आइआरएस गर्ने हो। अर्को चाहिँ युज अफ लार्भिसाइड्स, लार्भिसाइड्सहरू प्रयोग गर्ने, जस्तै मिनेरल ओइल,
पेरिस ग्रीन यो एनोफ्लिजको लागि राम्रो पेरिस ग्रीन मानिन्छ है, अरूको लागि त होइन। एनोफ्लिज मस्किटोको लागि कुन लार्भिसाइड ठिक हुन्छ भन्यो भने चाहिँ फेरि पेरिस ग्रीन ठिक हुन्छ है त। त्यसपछि अर्को भनेको चाहिँ बायोलोजिकल कन्ट्रोल अफ भ्याक्टर्स भन्छ। बायोलोजिकल कन्ट्रोल अफ भ्याक्टर्स। अब बायोलोजिकल कन्ट्रोलमा चाहिँ के गर्नु पर्यो त? बायोलोजिकल कन्ट्रोलमा चाहिँ अब यो युज अफ गम्बोजिया फिस और कार्निभोरस फिस भन्छ के भने अथवा लार्भिभोरस फिस, यो माछाहरूको प्रयोग गरेर लार्भाहरू चाहिँ मार्ने गरी यो हामी पनि बायोलोजिकल कन्ट्रोल गर्न सकिन्छ। नेचुरल बायोलोजिकल पनि हुन्छ, नेचुरल कन्ट्रोल पनि हुन्छ है। यो जस्तो यो मस्किटोलाई छेपारोले सर्पले यिनीहरूले खाइदिया हुन्छ नि, त्यस्तो पनि गर्न मिल्छ। त्यसपछि अर्को भनेको जेनेटिक कन्ट्रोल। जेनेटिक कन्ट्रोल अफ भ्याक्टर्स चाहिँ यो उसमा सोधेको छ कि बुटवलको एमसिक्यू हेर्नु होला त। जेनेटिक कन्ट्रोल अफ भ्याक्टर्स जस्तै स्टेराइल मेल टेक्निक, स्टेराइल मेल टेक्निक बुझ्नु भने होइन। यसमा चाहिँ हामी मेल मस्किटोलाई बच्चा नपाउने मस्किटो बनाइन्छ के, बुझ्नुभयो नि, त्यसरी प्रयोग हुन्छ। त्यस्तै अब अर्को भनेको चाहिँ किमोप्रोफाइल्याक्सिस पनि हुन्छ। यो चाहिँ मलेरियामा, सबैमा त हुँदैन, अफ मलेरिया, बुझ्नुभयो नि। किमोप्रोफाइल्याक्सिस चाहिँ कुन कुन औषधि युज गर्छ के भनेर सोधिराखेको हुन्छ कि, जस्तो अब यसमा क्लोरोक्विन धेरै युज हुने, क्लोरोक्विन युज गर्न सकिन्छ। मेफ्लोक्विन, अहिले नरायणपुरमा मेफ्लोक्विन सुरु गर्ने भन्ने कुरा आइरहेको छ। त्यस्तै डक्सिसाइक्लिन, डक्सिसाइक्लिन। त्यस्तै अब कट्रिमोक्साजोल पनि दिन मिल्छ, जे यस्तो औषधिहरू चाहिँ किमोप्रोफाइल्याक्सिसमा युज गर्न मिल्छ है। त्यस्तै अब भ्याक्सिनेसन, भ्याक्सिनेसनमा स्पोरोजोइट भ्याक्सिन भनेर आउँछ यसको। नेपालमा त छैन होइन, तर अफ्रिकातिर चाहिँ धेरै युज भइरहेछ यो भ्याक्सिन अहिले, स्पोरोजोइट भ्याक्सिनहरूको प्रयोग गर्ने, बुझ्ने होइन। अर्को चाहिँ सर्भिलेन्स अफ केसेस, केस बेस सर्भिलेन्स गर्छ कि आजभोलि मलेरियाको। एन्ड एपिडेमिक प्रिपेयर्डनेस एन्ड रेस्पोन्स, एपिडेमिक प्रिपेयर्डनेस एन्ड रेस्पोन्स। ल यति कुराहरू चाहिँ हामीले एक्जाममा लेख्न सक्यो भने त धेरै राम्रो भयो। ल प्रिभेन्सनमा यत्तिकै हो होइन। अब टाइम पनि भयो रहेछ, आज यत्तिकै गरौँ है साथीहरू। भोलि चाहिँ हामी कालाजार पढाउँला। ल कालाजार, ल तपाईँहरू के छ भने भन्नुहोस् त, आज यति गरौँला। के छ ट्रिपल टेस्टिङ भने त उसको हो कि यो एचआइभी, हेपाटाइटिस सी र सिफिलिसको सँगै टेस्ट गर्ने भनेको छ कि एचआइभी वालाहरूले।
त्यसमा ट्रिपल टेस्टिङ भनेर उताको हुन्छ। मलेरियामा चाहिँ 3T भन्ने छ कि ट्रिट ट्र्याक एन्ड टेस्ट, टेस्ट ट्रिट एन्ड ट्र्याक भन्ने चाहिँ मलेरियामा चाहिँ 3T भन्छ मलेरियामा। टेस्ट ट्रिट एन्ड ट्र्याक भन्छ, उनीहरूको चाहिँ ट्रिपल टी भन्छ। ट्रिपल टेस्ट भनेर चाहिँ एउटा कुनै बिरामी आयो, के अरे मान्छे आयो एचआइभी जाँच्न भने त्यसलाई सिफिलिस र हेपाटाइटिस सी पनि जाँच दिनुपर्छ भन्नेलाई चाहिँ ट्रिपल टेस्टिङ भन्छ। ल यत्तिकै गरौँ है साथीहरू, तपाईँहरूको प्रश्न धेरै त देखिनँ मैले। टिजी भने चाहिँ ट्रान्सजेन्डर हो होइन। एमएसएम भने चाहिँ मेन ह्याभिङ सेक्स विथ मेन हो कि मेन ह्याभिङ सेक्स विथ मेन। मेडिकल इम्पोर्टेन्स एन्ड मेजर अफ कन्ट्रोलिङ अफ भ्याक्टर्स, कन्ट्रोल अफ मेडिकल इम्पोर्टेन्स भ्याक्टर्स भन्यो भने अहिलेकै लेख्ने ठ्याक्कै यहाँ। कन्ट्रोल भन्यो भने मेडिकल इम्पोर्टेन्स भन्यो भने त डिजिजको नाम लेख्नुपर्छ कि, भ्याक्टर पनि लेख्ने डिजिजको नाम पनि लेख्ने। स्पोरोजोइड भ्याक्सिन हो कि भ्याक्सिन, फ्याल्सिपायरम मलेरिया। मेडिकल इम्पोर्टेन्स लेख भन्यो भने त फेरि डिजिजहरूको नाम लेख्नुपर्छ कि, फलानु भ्याक्टरले यो रोग गराउँछ यो रोग गराउँछ भनेर सबैको 2-4वटा नाम लेख्ने, त्यसपछि कन्ट्रोल मेजर लेख्ने। कन्ट्रोल मेजर्स मात्रै सोध्यो भने चाहिँ अहिले लेख्ने। मेडिकल इम्पोर्टेन्ट भनेर त डिजिजको नाम लेख भन्ने होइन। ल अरू के छ साथीहरू? ल छैन भने आज यति गरौँ है त, सबैजनालाई धन्यवाद। भोलि हामी फेरि यही टाइममा भेट्छौँ है।